Great. Good. नमस्कार, म राजेन्द्र वाग्ले, नेपाली समाज टेक्ससको अहिले वर्तमान अध्यक्ष। आज हामी अमेरिकामा रहेका सामुदायिक अर्गनाइजेसनहरू, मन्दिर, टेम्पल, स्कुलहरू जसले चलाइरहेका छौँ ती सङ्घ संस्थाका साथीहरू एकै ठाउँमा चाहिँ उभिएर यो दसैँ, तिहार, छठ र नेपाल सम्बन्धको उपलक्ष्यमा शुभकामना आदान प्रदान कार्यक्रम गरौँ र केही साना हाम्रा अनुभवहरू पनि सेयर गरौँ र भविष्यमा चाहिँ हामी कसरी मिलेर कसरी एकअर्कामा इम्पावर गर्न सकिन्छ, कसरी हामी मिलेर अगाडि बढ्न सकिन्छ र एकअर्कालाई सहयोग गर्न सकिन्छ भन्ने उद्देश्यका साथ हाम्रो आज यो पहिलो औपचारिक कार्यक्रममा म यहाँहरू सम्पूर्णमा स्वागत गर्न चाहन्छु कम्युनिटी सेन्टरका सम्पूर्ण अध्यक्षज्यूहरूलाई। र आज हाम्रो यो कार्यक्रममा गेस्ट स्पिकर हुनुहुन्छ डाक्टर हेरी भण्डारी, मेरील्यान्ड को हाउस अफ डेलिगेट्स र त्यहाँको एएपीआई ककसको चेयर पनि हुनुहुन्छ त्यहाँको हाउसको। भने हामी आज यहाँ 15वटा सङ्घ संस्थाहरू चाहिँ रहेका छौँ। नेपाली समाज टेक्सस, बाना, बाल्टिमोर एसोसिएसन नेप्लिज इन अमेरिका, त्यसै गरी नेन्स सान फ्रान्सिस्को, एनसीसी भर्जिनिया, हिन्दू बुद्ध टेम्पल बाल्टिमोर, रिजवुड नेप्लिज सोसाइटी, ज्ञान्स अस्टिन, ग्रेटर अस्टिन नेप्लिज सोसाइटिज, नेप्लिज एसोसिएसन अफ ह्युस्टन, नेपाली कल्चरल सेन्टर एटलान्टा, नेपाली घर कोलोराडो, नेप्लिज कल्चरल एन्ड स्पिरिचुअल सेन्टर हिन्दू बौद्ध पशुपतिनाथ मन्दिर डालस, त्यसै गरी पशुपति बुद्ध टेम्पल एन्ड नेपाली कम्युनिटी सेन्टर बोस्टन, क्रिएटिभ नेप्लिज सोसाइटी नर्थ ह्युस्टन र त्यसै गरी एनइसिसी पशुपति बुद्ध टेम्पल बाल्टिमोर र सँगसँगै डिएफडब्ल्यू कृष्ण प्रणमामी हिन्दू सोसाइटी डालसका साथीहरू हामी यहाँ उपस्थित भएका छौँ। यहाँहरू सम्पूर्णलाई म यो आजको यस कार्यक्रममा स्वागत गर्न चाहन्छु र ढिला नगरिकन आजको कार्यक्रममा हामी विशेष गरी हाम्रो परिचय दिन्छौँ, संक्षिप्त संस्थाको परिचय र हामीले के गर्न सक्छौँ अथवा के गरिरहेछौँ भन्ने कुरा पनि संक्षिप्तमा धेरैमा 5 मिनट नबढाइकन राखिदिनु हुन म सम्पूर्ण कम्युनिटी सेन्टरका आदरणीय अध्यक्षज्यूहरूलाई अनुरोध गर्न चाहन्छु। र यसै क्रममा हाम्रो अर्डर अनुसार फ्लायरमा राखेको अर्डर अनुसार मैले बोलाएँ, माइन्ड नगर्नु होला, यो भन्न चाहेँ। र सुरुमा डाक्टर श्याम कार्की हाम्रो प्रेसिडेन्ट हुनुहुन्छ हिन्दू बुद्ध टेम्पल बाल्टिमोर र दाई धेरै लामो समय भयो अमेरिकामा बस्नुभएको, उहाँसँग धेरै अनुभव छ, हामीले सिक्न पर्ने कुरा धेरै छ। दाईको पालो डाक्टर श्याम कार्की। नमस्कार सबैलाई मेरो तर्फबाट तिहारको, छठको र म पूजाको धेरै शुभकामना छ। यसरी बोल्न पाउनुमा साह्रै खुसी लाग्यो। हाम्रो हिन्दू बुद्ध मन्दिर हामीले 2019 तिर हामीले बिल्डिङ किन्न सुरु गरेका हौँ र हामीलाई चाहिँ जोनिङ एप्रुभ भएपछि नेवरुले हामीलाई कोर्टमा लगाए हुनाले हामी 4 वर्षदेखि हामी मुद्दा लड्यौँ र मुद्दा लड्दाखेरि तपाईँको हाम्रो अलमोस्ट 6-7 लाख त हाम्रो कोर्टको फिज र एडभोकेट फिजमै हाम्रो गयो र त्यो पनि एउटा चाहिँ भ्यालुएबल एक्सपिरियन्स थियो कि पहिल्यै चाहिँ हामीले त्यो नसोचेको अनएक्सपेक्टेड एक्सपेन्स भयो र त्यसले गर्दा चाहिँ हामीले अर्को कुरा के पनि सिक्यौँ भनेदेखि काउन्टी गभर्मेन्टसँग लोकल गभर्मेन्टसँग कसरी मिलेर काम गर्यो भने सहिलो हुँदो रहेछ भने त्यो पनि थाहा पायौँ। किनकि काउन्टीको सपोर्ट नभएको भए हामी सायद यो मन्दिर चलाउनै सक्दैनथ्यौँ होला। काउन्टीको सपोर्ट हामीलाई भएको हुनाले हामीले चाहिँ धेरै काममा सहिलोसँग गर्न पायौँ र अहिले हामीलाई चाहिँ हामी गइरहेको छौँ र यहाँ चाहिँ के भने त्यो आफ्नो ल अनुसार ढोका चाहिँ बाटोको चाहिँ हाइवेको भएको हुनाले यति फिटमा मात्रै मोड्न पाइने भने हुनाले हामीले होल गेट सार्नु पर्यो र त्यो गेट सार्नु पनि हामीलाई $1 million लाग्यो। यो जम्मै के भने हामीले एन्टिसिपेट नगरेको एक्सपेन्स त्यो हुनाले हामीलाई धेरै मर्का पर्यो। तर के भनेदेखि हामी साथीहरूको जम्मैको चाहिँ अठोट र सपोर्टले हामीले चाहिँ गऱ्यौँ र चलिरहेको छ। अब चाहिँ हामी चाहिँ पुरा मन्दिरहरू बनाउनमा लागिरहेको छौँ। अहिलेसम्म हाम्रो चाहिँ पशुपति बुद्ध मन्दिर, बुद्ध गुम्बा र भगवती तीनटाको चाहिँ हामीले चलाइरहेको छौँ र आज पनि हामी गाई पूजा भएको हुनाले लास्ट डेदेखि हामीले चाहिँ रियल गाई नै ल्याएर राखेर गाईको पूजा गर्न थालेका छौँ। र अर्को कुरा हामीले के गरेका छौँ भने बाल्टिमोरमा करिब 30वटा जति भिन्न भिन्न अर्गनाइजेसन छन् र ती अर्गनाइजेसनहरूले
पनि हामीलाई धेरै सहयोग गरिरहेको छन्। जस्तो भनौँ आज हामीलाई पर्वत सोसाइटीले चाहिँ गाई ल्याउने त्यसको तजबिज गर्ने जम्मै उहाँहरूले गर्नुभयो। त्यसमा जितेनजी पनि जुन बानाको हुनुहुन्छ यता पनि धेरै एक्टिभ हुनुहुन्छ। हामी धेरै मान्छेहरू एउटा अर्गनाइजेसनमा चिफ बन्यो, अरू अर्गनाइजेसनमा पनि हामी सल्लाह गर्ने मद्दत गर्ने भएको हुनाले एकअर्कालाई हामी मद्दत गरिरहेको हुन्छौँ। त्यस्तै हाम्रो चाहिँ तिजकोमा चाहिँ हाम्रो चाहिँ चितवन सोसाइटीले चाहिँ रेजिस्टर गर्ने गर्छ। त्यस हरेक फेस्टिभलमा हामीले के गरेका छौँ भने लोकल अर्गनाइजेसनलाई एउटा चाहिँ यसको जिम्मा तिम्रो भनेर जिम्मा दिया हुनाले एउटा इन्भल्भमेन्ट पनि जम्मैको चाहिँ इन्भल्भ पनि भयो र हामीलाई मन्दिरकै अफिसरहरूलाई पनि तपाईँको चाहिँ अरू काममा प्लान गर्ने चाहिँ हामीले मौका पायौँ। त्यसले गर्दा राम्रो भयो। अर्को चाहिँ त्यस्तै हामीले पनि अर्को मन्दिरमै पनि हामीले चाहिँ जस्तो त्यो बसा ल्याउने छ त्यो पनि कसले गर्छ भन्दाखेरि कास्की सोसाइटीले ल्यायो, अर्को सोसाइटीले फलानो गर्छु भनेर ल्यायो। त्यसले गर्दा तपाईँको भिन्दै भिन्दै सोसाइटीले पनि आफ्नो आफ्नो कन्ट्रिब्युसन गरेर यो मन्दिर यो हामी सबै कम्युनिटीको हो, हामी भिन्दै अर्गनाइजेसनले पनि यो मन्दिर त पुरा कम्युनिटीको हो, यो हाम्रो भनेर जुन अपनत्व आएको छ त्यो अपनत्व आएकोले हामीलाई धेरै धेरै सिकेका छौँ र अझ सिक्दै गइरहेको छौँ। एभ्री डे चाहिँ लर्निङ त्यसले गरेर चाहिँ भइरहेको छ। र हामीले चाहिँ अर्को चाहिँ के गरेको छौँ भनेदेखि काउन्टीबाट हामीले चाहिँ हिन्दू हेरिटेज मन्थ भनेर डिक्लेयर गराएको पनि छौँ। र अब हाइबीजीले भनिहाल्नुहुन्छ होला दशहराको चाहिँ उहाँले स्टेटबाटै पास गराउनुभएको छ, उहाँले त्यो भनिहाल्नुहुन्छ। र काउन्टीको मान्छेहरू पनि हाम्रो मन्दिरमा आउने चाडबाडमा आउने भाग लिने भएको हुनाले हामीलाई धेरै सजिलो पनि परेको छ। त्यसैले कति कुरा चाहिँ बनाउनेखेरि तपाईँको साइटेसन अलिकति मिलेर साइटेसन आउँथ्यो, पहिला त्यस्तो हुन्थ्यो, तर काउन्टीको मान्छे आएको भएको हुनाले साइटेसनहरू पनि हामीलाई कम आउने, साइटेसन आए पनि पछि चाहिँ माफी हुने भएको हुनाले हामीलाई सजिलो पनि भएको छ। यसैले के भने भनिहालेँ एभ्रिडे चाहिँ बिग लर्निङ लेसन सिक्दैछौँ। र एउटा कुरा हामीले के गरेका छौँ भने हाम्रो मन्दिरमा चाहिँ पूजाको चाहिँ पुरा कमिटीमा हामीले लेडीलाई चेयर गरेका छौँ। जस्तो मैले यहाँ 2जना लेडी देख्दा मलाई साह्रै खुसी लागेको छ, किनभने नेपाली अर्गनाइजेसनमा लेडिजलाई चाहिँ ल्याउने चलन असाध्यै कम छ। मैले धेरै ताल भन्थेँ मिटिङमा जाँदाखेरि तपाईँ मात्रै आउनुभयो, तपाईँको श्रीमती कोही त भाषण त तपाईँले के लोग्ने मान्छे सय मान्छे बराबर भन्नुहुन्छ, ल्याएको कोही भनेर सिधै मैले भन्थेँ। र त्यो सच्चो पनि हो। समहाउ हामीहरू जम्मै कहीँ जानु पर्ने लोग्ने मान्छे मात्रै जाने, सय मान्छेलाई घरमै बस्छ भन्ने चलन छ। हामीले चाहिँ मन्दिर पूजामा चाहिँ मन्दिरमा चाहिँ मैले देखा हाम्रो लिडरसिपबाट लिने इनिसिएटिभ दिने बढी लेडिज भएको हुनाले हाम्रो लेडिजको पूजाको चेयरै हामीले लेडिज बनाएको छौँ। र हामीले यो पनि गरेका छौँ एभ्री कमिटीमा एउटा लेडिज हुनै पर्ने हामीले कम्पलसन पनि राखेको छौँ। र त्यसले गर्दा लिडरसिप बिल्ड हुन्छ। र अर्को यङ जेनेरेसनलाई पनि हामीले हरेक कमिटीमा एउटा यङ हुनै पर्ने राखेका छौँ, किनभने हामीले जति मन्दिर बनाए पनि अर्को पुस्ताले त्यो मन्दिरको जिम्मा लिएन भने त्यो मन्दिर भग्नावशेष भएर जान्छ। त्यो भएको हुनाले हामीले चाहिँ एउटा लाइन अफ तपाईँको चाहिँ सक्सेसन जस्तो गर्ने गरेर गर्दैछौँ। यति भन्दै मेरो विचारमा हामी 15 जना छौँ, यसलाई जम्मैलाई 4 मिनट टाइम होला, म यतिमै गर्छु र केही क्वेसन भयो भने तपाईँहरू सोध्नु होला। धेरै मन्दिरमा भएको र धेरै वर्ष बिताएको हुनाले राम्रो अनुभव नराम्रो अनुभवबाट के सिकेँ जम्मै केही पऱ्यो भने तपाईँहरूलाई भन्नु होला। मलाई याद छ म चाहिँ टेक्सासको मुरलीजीसँग धेरै पहिला उहाँले जो मन्दिर बनाउनु थाल्नु भएको थियो त्यो बेलामा हामीहरू धेरै कन्ट्याक्ट गर्थ्यौँ, किनकि जुन एनएसिसी छ अर्को मन्दिर त्यसको सुरु म यहाँको प्रेरणा गरे हुनाले कति हन्डर कहाँ के अरे त्यो मेरो आफ्नै कथा छ। तपाईँहरूलाई केही गाह्रो पऱ्यो साह्रो पऱ्यो भने जहिले पनि फोन गर्नुहोस्, मैले जानेको कुरा भन्छु, सके मद्दत गर्छु, नसके मलाई थाहा छैन है भन्छु है। त यति भन्दै तपाईँहरूलाई फेरि पनि धन्यवाद भन्दैछु। थ्याङ्क यू श्याम दाई तपाईँको अनुभवको लागि। र हामीले यो एलायन्स यो एउटा चाहिँ नेटवर्क एक आपसमा इम्पावर गर्न, एक आपसमा सशक्तिकरण गर्न र एक आपसमा अनुभव सिक्नको लागि चाहिँ बनाएका हौँ भन्न चाहन्छु। र भोलिका दिनमा हामीले चाहिँ यसलाई चाहिँ कसरी अगाडि बढाउने भन्ने कुरा पनि हाम्रो अर्को बस्ने बैठकबाट चाहिँ हामी सरसल्लाह गर्ने नै छौँ। र अब म अर्को वक्ताको रूपमा आज कार्यक्रममै देखिरहेको छु हाम्रो जितेनजीले अहिले भर्खरै फोन गर्नुभएको थियो, बानाको प्रेसिडेन्ट। उहाँ कार्यक्रममै भएको हुनाले मलाई चाहिँ दाइ अलि अगाडि दिनुहोस् भनेर रिक्वेस्ट गर्नुभएको हुनाले मैले उहाँलाई दिँदैछु। जितेन गुरुङ, बाल्टिमोर एसोसिएसन नेप्लिज इन अमेरिका, बानाका प्रेसिडेन्ट जितेन गुरुङ। जितेनजी हजुरको म्युट छ, अनम्युट गर्नु होला। धन्यवाद दाइ। मेरो यो आज अलिक कार्य व्यस्तता
र यो आज म यहाँ मन्दिरमा आरतीमा छु र एकछिनपछि फेरि नेवा कम्युनिटीको यो महापूजामा पनि जान पर्ने र फेरि हाम्रो बानाको फेरि देउसी भैली कार्यक्रम पनि भएको हुनाले म तपाईँहरूभन्दा पहिला बोल्ने अनुमति चाहे। सर्वप्रथम सम्पूर्ण अध्यक्षज्यूहरूलाई नमस्कार र हाम्रो यो हिन्दू अवलम्बीहरूको महान चाड विजयदशमी दीपावली छठ पर्वको हार्दिक शुभकामना व्यक्त गर्दछौँ हाम्रो बाना परिवारबाट। र अस्ति पनि हाम्रो मिटिङमा मोटामोटी कुराहरू भइसकेको थियो, त्यही पनि म फेरि सरसर्ती श्याम दाइले भन्नुभयो जस्तै हो, हाम्रो बानाले पनि एउटा एक किसिमको कला संस्कार संस्कृतिलाई नै संरक्षण गर्ने एउटा मूल ध्येय हो भने हामीले बानाले विभिन्न युवकहरूलाई समेट्ने खेलकुदहरू र बाबु नानीहरूलाई समेट्नको लागि नेपाली भाषा कक्षादेखि लिएर विभिन्न सांस्कृतिक कार्यक्रमहरू गर्दै आएको छौँ र विशेष गरी महिलाहरूको महान चाड हरितालिकामा पनि हामीले विभिन्न ठाउँमा तीज कार्यक्रमहरू गरेका छौँ र विशेष गरी अझै स्टेट फेस्टिभल हामी भव्य रूपमा गर्ने गर्छौँ सधैँ। यसपालि चाहिँ हाम्रो नेपालको परिस्थितिले गर्दाखेरि अलिक गर्न पाएको छैन, गर्न पाइएन कारणले गर्दाखेरि र यो आज यो कार्यक्रमले अझै पनि हामीलाई एउटा हौसला प्रदान भएको छ र सबैजनाको एक आपसमा हरेक कुराहरूको सिक्ने र सुन्ने अवसर पाएको छ। यसमा हार्दिक धन्यवाद व्यक्त गर्दछौँ राजेन्द्र दाई लगायत सम्पूर्ण अध्यक्षज्यूहरूलाई। हाम्रो बानाको एउटा आफ्नै कम्युनिटी सेन्टर छ, आफ्नै बिल्डिङ छ र त्यहाँको अहिले 5000 मेम्बर छ भने, साधारण सदस्य छ भने हाम्रो त्यो संस्थाले 30,000 नेपाली समुदायलाई समेटेको छ र यो संस्था 2005-12 स्थापना भएर अहिले 20-21 वर्षमा प्रवेश भएको छ। हालसम्म आउँदाखेरि म चाहिँ 9 अध्यक्षको रूपमा छु, अहिले कार्यरत छु र यो संस्थामा धेरै स्टेटदेखि लिएर काउन्टीदेखि लिएर सबै ठाउँबाट एउटा ज्ञानहरू आइराखेको छ। विशेष गरी हाम्रो हेरदाई पनि हुनुहुन्छ, हेरदाईले पनि यस संस्थामा $2,50,000 स्टेट र काउन्टीबाट हामीलाई बानालाई ल्याउन सहयोग गर्नुभएको थियो। यस मार्फत म उहाँलाई पनि धन्यवाद व्यक्त गर्दछु र यो जानकारी पनि गराउन चाहे। र यस्तै गरी हामीले धेरै कामहरू गर्दै आएको छौँ। मोटामोटी रूपमा अस्ति पनि कुरा भएको छ र फेरि पनि जानकारी गराए। अरू मिटिङमा अझै म धेरै कुराहरू सेयर गर्नेछौँ र तपाईँहरूको म कुरा सुन्नेछु र फेरि पनि सम्पूर्ण अमेरिकाभरिमा रहनुभएका नेपाली भाषी र नेपालमा रहने सम्पूर्ण दाजुभाइ हिन्दू अवलम्बीहरूको महान चाड दीपावली र छठ पर्वको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दै म फेरि यो पछि जोडिने बाचा गर्दै म यति भन्दै मेरो 2-4 शब्द यहीँ अन्त्य गरेँ। यो अवसर दिनुभएकोमा तपाईँहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु। थ्याङ्क यू जितेन्द्रजी। साँच्चै नै कम्युनिटी सेन्टरको रूपमा ग्रासरुट लेभलमा तपाईँहरूले जसरी काम गर्नुभएको छ, नेपाली समाजले त्यसै गरी नै काम गरिरहेको छ। सबै सङ्घ संस्थाले ग्रासरुट लेभलमा काम गरिरहेका छौँ। थ्याङ्क यू सो मच तपाईँको अनुभव र शुभकामनाको लागि। अब मैले रिक्वेस्ट गरेँ नेप्लिज एसोसिएसन अफ ह्युस्टनका अध्यक्ष आदरणीय दाई ज्ञानेश्वर श्रेष्ठ दाईको टर्न। अब उहाँको चाहिँ म्युटमा छ, अनम्युट गरेर बोल्नु भन्नु। दाई हजुरको म्युटमा छ, अनम्युट गर्नु होला। सबैलाई सबैजनालाई नमस्कार, सबै अध्यक्षज्यूहरू कम्युनिटी लिडर्सहरूलाई। र एनएएच अहिले 25औं वर्षको यौमा परिणत भएको छ। हामीले 8 एकड जमिन हामीले 2017 मा लिएका थियौँ र यस यो वर्षदेखि हामीले अब कल्चरल सेन्टर, हामी कहाँ मन्दिर त अलरेडी नै छ, तर त्यसलाई जीवान्त रूप दिनलाई हामीले अहिले कम्युनिटीमा सबै सङ्घ संस्थाहरू ह्युस्टनमा सिएनएस एनएचयू गुल्मी समाज 3-4 वटा संस्था छन् र हामी सबैले आफ्नो कोलाबोरेसनमै काम गरिरहेको हुन्छ। अहिलेसम्म गुल्मी समाजले 30 गर्छ, नेप्लिज एसोसिएसन ह्युस्टनले दसैँ र नेपाल फिस्ट भन्ने सिटीबाट एप्रुभल भएको
सेलिब्रेसन गर्छौँ र सिएनएचले स्पोर्ट्स कार्यक्रमहरू र उहाँका अरू कार्यक्रमहरूमा पनि हामी सबै पार्टिसिपेट नै हुने गरेका एकजुट भएर गरेका छौँ र हामीले पनि अब भर्खरै 2 महिना अगाडि नै हामीले हाम्रो जुन चाहिँ प्रोपर्टी रहेको छ त्यहाँ हामीले सिटीका डिग्निटरीहरूलाई र सनातनीहरूका 42वटा संस्थाका पदाधिकारीहरूलाई निमन्त्रणा गरेर हामीले त्यहाँ एउटा प्रोग्राम पनि चलाएको थियौँ उहाँहरूलाई जस्ट फर इन्फर्मेसन। अब हामीले नेपालीहरूबाट मात्रै 2.23 मिलियनको कमिटमेन्ट पाइसकेका छौँ, लगभग 3.5 लाख रुपियाँ उठिसकेको छ र हाम्रो कम्युनिटी सेन्टर बाई अप्रिल हामीले त्यो बन्नेछ र पशुपतिनाथको मन्दिर चाहिँ त्यस नेपालबाट अहिले इन्जिनियरहरू र अमेरिकाको इन्जिनियरहरूले कोलाबोरेसनमा त्यसलाई मूर्त रूप दिन लागिराख्नु भएको छ। होपफुली बाई इन्ड अफ नेक्स्ट इयर रियल पशुपति मन्दिर तपाईँहरूले ह्युस्टनमा पनि देख्न पाउनुहुनेछ र त्यो हाम्रो चाहिँ अलमोस्ट 54 फिट अग्लो जमिनबाट हामीले 1 फिट त्यो अलिकति फ्लड जोनमा भएको कारणले गर्दाखेरि जमिनबाट 8 फुट 4 फुट उठाउनु पर्ने र त्यसको टोटल हाइट भनेको 54 फिट अग्लो हुनेछ ताकि यो नेपालीहरूको एउटा ल्यान्डमार्क बनाउँ भनेर हामी नेपालीहरू एकजुट भएका छौँ। अब त्यही नै हो अहिलेसम्मको र हाम्रो राजेन्द्र भाइले जुन चाहिँ इनिसिएटिभ लिएर मलाई कल गर्नुभयो उहाँको र मेरो कुरा चाहिँ एकदम मिलिरहेछ। त्यो कारणले म सपोर्ट गर्नुहोस्। हेर्नुहोस् हामीले धेरै कालखण्डमा हामीले धेरै मान्छेहरूलाई सपोर्ट गऱ्यौँ र आज हेर्नुहोस् एनआरओको स्थिति हेर्नुहोस् त्यसले विडम्बनायुक्त बनाएको छ ताकि एकचोटिको नेपाली सधैँको नेपाली लेख्नलाई संविधानमा लेख्नलाई 50 लाख रुपियाँ चन्दा दिने मान्छे म पनि त्यति बेलाको। अब त्यो भनेर गर्नुभन्दा नभनेर गर्ने हाम्रो बानी छ हेर्नुहोस् है। त्यो कारणले गर्दाखेरि अब राजेन्द्र भाइलाई थ्याङ्क यू र तिहार दिवाली र छठको शुभकामना दिँदै नेपाली एसोसिएसनको ह्युस्टनकोबाट मैले यति भन्न चाहे यसपालि। हस् त राजेन्द्रजीको म्युटमा छ, तपाईँ अनम्युट गर्नु होला प्लिज। थ्याङ्क यू ज्ञानेश्वर दाई तपाईँको अनुभवको लागि। साँच्चै नै ह्युस्टनले छिट्टै नै मन्दिर सम्पन्न गर्नेछ। हामी पनि गएका थियौँ ग्राउन्ड ब्रेकिङ सेरेमनीमा, डालसबाट एक बस लिएर गएका थियौँ। एकदम वी रियली इन्जोयड द्याट सेरेमनी। थ्याङ्क यू सो मच ज्ञानेश्वर दाई। अब मैले यही क्रममा निमन्त्रणा गरेँ विदुर खतिवडा ग्रेटर अस्टिन नेप्ली सोसाइटी टेक्सस अस्टिनका चाहिँ प्रेसिडेन्ट हुनुहुन्छ विदुरजी, यो टर्न नाउ। हजुर, सबै अध्यक्षज्यू लगायत हाम्रो सांसद हरि भण्डारीज्यू लगायत अरू साथीहरू जो जोडिनु भइरहेछ सङ्घ संस्थाका उहाँहरू सबैलाई मैले नमस्कार प्रदान गरेँ। ग्रेटर अस्टिन नेपाली सोसाइटी को तर्फबाट मैले बोल्नु पर्दाखेरि सर्वप्रथम अब हामी आज दसैँ तिहार लगायत हाम्रा चाडपर्वहरू छठ लगायत नेपाल सम्बत 1146 अनि त्यसै गरी अरू पनि हाम्रा चाडपर्वहरू सँगसँगै छन्। यी सबैको एकमुष्ट रूपमा शुभकामना प्रदान गर्दछु सबैमा। ग्रेटर अस्टिन नेपाली सोसाइटी अस्टिनको इतिहास धेरै लामो छैन। यो 2013मा स्थापना भएको हाम्रो लोकल कम्युनिटी 19वटा सेन्ट्रल टेक्ससको 19वटा काउन्टीलाई आधार मानेर हामीले 2013मा स्थापना गरेको एउटा सानो संस्था हो। तर संस्थाको स्थापनाका वर्ष सानै भए तापनि हामीले आफूले भन्नुपर्दा उल्लेख्य मात्रामा प्रगति गरेका छौँ। 13मा स्थापना भएर हामीले आफ्ना गतिविधि सञ्चालन गर्दै गर्दा गतिविधिहरू भन्नाले अब हामी सबैको लगभग उस्तै खालको गतिविधि देख्छु म। हामीले कम्युनिटी सेन्टर जति पनि अवधारणा ल्याइरहेछौँ, कम्युनिटी सेन्टर मन्दिर जे भने तापनि त्यो सबैको उद्देश्य एउटै हो, हाम्रो नेपाली कल्चरललाई चाहिँ विकास गर्ने, सम्वर्धन गर्ने, प्रवर्धन गर्ने, नेपाली भाषा संस्कृति सिकाउने, त्यसै गरी लोकल स्थानीय रूपमा मर्दा पर्दाको साथी हुने र अन्य भइपरि आएका दुर्घटनादेखि लिएर अन्य भइपरि आएका कार्यहरूमा सरसहयोग गर्ने, त्यही नै हुनुपर्छ सबैको उद्देश्य। मलाई त्यस्तै लाग्छ हामीले देखेका गतिविधि हेर्दाखेरि। त्यो हुँदाखेरि यी सबै हामीले गरि नै रहेका छौँ। दसैँ तिहार मनाउने, तीज मनाउने, त्यसै गरी हाम्रा नेपाली क्लासहरू चलाउने, ब्लड चाहिँ डोनेसनको कार्यक्रम राख्ने, हेल्थ क्लिनिकहरू राख्ने देखि लिएर खेलकुदको क्षेत्रमा पनि हामीले प्रशस्त कार्यहरू गर्दै आएका छौँ।
त्यसै गरी मर्दा पर्दाखेरि जहाँ जस्तो अवस्थामा भए पनि हामीले सरसहयोग गर्ने गरेकै छौँ लोकल स्थानीय समुदायलाई। त्यसको अलावा नेपालमा आइपरेका हरेक यो दुर्घटनाहरू हुन्छन्, प्राकृतिक प्रकोपहरू हुन्छन्, त्यसमा हामीले प्रशस्त मात्रामा सहयोग गर्ने गरेका छौँ सकेसम्म। अब त्यति गर्दा गर्दै हामीले यो नेपाली क्लासहरू चलाउने क्रममा, आफ्ना चाडपर्वहरू मनाउने क्रममा सधैँभरि अन्यत्र हल लिएर कार्यक्रम गर्नुपर्दाखेरि जति बाधा अडचन थिए, जति अप्ठ्याराहरू थिए, त्यसलाई चाहिँ मध्यनजर गर्दै हामीले आफ्नै एउटा कम्युनिटी सेन्टर बनाउन पाएदेखि चाहिँ हामीलाई धेरै नै सजिलो हुने थियो भनेर हामीले 2015-13 मा स्थापना भयो। 15 पछि एउटा कम्युनिटी सेन्टर चाहिँ हामीले गर्नै पर्छ, किन्नै पर्छ भन्ने खालको चाहिँ मिटिङमा कुरो उठेर हामीले त्यसमा चन्दा सङ्कलन अब गर्ने भनेर सुरुवात गर्दा 2017 मा भइरहेको थियो। त्यसपछि हामीले जग्गा जमिन खोज्दै जाँदाखेरि 2021 मा एउटा 2.6 एकर्स ल्यान्डमा बनेको घर चाहिँ लिन सफल भयौँ र त्यसको 1 वर्ष पनि बित्दा नबित्दै फेरि अब मन्दिर पनि बनाउन पाए त झन् हाम्रो पुरै कम्युनिटी चाहिँ एकताबद्ध हुने रहेछ भनेर नेपालमा अवस्थित श्री पशुपतिनाथकै मन्दिरको प्रारूपमा हामीले त्यहाँकै कपी गरेर चाहिँ श्री पशुपतिनाथ मन्दिर अस्टिन सिटीमा बनाउन सफल भएका छौँ र 2024 को मार्च 8 का दिन महाशिवरात्रिका दिन त्यसलाई हामीले उद्घाटन गर्न सफल भयौँ। त्यसमा हाम्रो ह्युस्टनबाट साथीहरू आउनु भइरहेको थियो, त्यसै गरी राजेन्द्रजीहरू ड्यालसबाट आउनु भइरहेको थियो। हामीले टेक्सासमा आउनुभएका अरू हाम्रा सांसदहरूलाई पनि निमन्त्रणा गरेका थियौँ। त्यो चाहिँ सबैभन्दा ठुलो उपलब्धि हो हामीले ग्रेटर अस्टिन नेपाली सोसाइटीले गरेको र सायद श्री पशुपतिनाथकै मन्दिर छुट्टै मन्दिरकै रूपमा चाहिँ अमेरिका भरि नै बन्ने सायद पहिलो मन्दिर चाहिँ यहीको अस्टिनको नै होला भनेर म अनुमान लगाउन चाहन्छु। यही हो सबैभन्दा ठुलो कुरो। त्यसका अलावा हामीले सिटी अफ हटोबाट टेम्पल डेको चाहिँ मान्यता पाएका छौँ मार्च 8 लाई। अनि त्यसै गरी हामीले चाहिँ के भन्छ नेपाल डे परेडको पनि आयोजना गरेका थियौँ लास्ट फेब्रुअरीमा। त्यसमा ड्यालास ह्युस्टन सबैतिरका सङ्घ संस्थाहरूले रिप्रेजेन्ट गर्नुभएको थियो र हामीले अहिलेसम्म गरेका कार्यहरू यिनै हुन्। तर अब काम गर्दै जाँदाखेरि जहाँ पनि बाधा अडचन आउँछन् हामीलाई सिटी स्तरमा, काउन्टी स्तरमा, स्टेट लेभलमा कहीँबाट पनि त्यस्तो बाधा अडचन आएको छैन। हाम्रो जग्गा चाहिँ इटिजे त्यो जोनिङ चाहिँ इटिजेमा पर्ने भएकाले अलिकति सजिलो पनि छ हामीलाई त्योबाट लाइसेन्सहरू प्राप्त गर्नको लागि। र केही कुराहरू अलिकति गाह्रो पनि हुँदो रहेछ, जस्तै ड्रेनेज लाइनहरू चाहिँ कनेक्टेड हुँदैन रहेछ त्यो इटिजे भएको क्षेत्रमा चाहिँ। त्यो अलिकति बेनिफिट त्यहाँनिर लिन पाइएको छैन। हामीले सेप्टिक ट्याङ्कीहरू बनाउनु पर्ने आफ्नै बाध्यता छन्। तर समग्रमा हामीले छोटो समयमा धेरै ठुलो, धेरै राम्रो प्रगति गर्न सम्भव पारेका छौँ सबै कम्युनिटी जोडिएर। र अबको हाम्रो प्लान भनेको कम्युनिटी बढ्दै जाँदाखेरि पार्किङ लट र बुद्ध विहार एउटा बनाउने हाम्रो इच्छा छ। त्यसलाई पनि हामी चाँडै अब मूर्त रूप दिनको लागि कम्युनिटीमा जाँदैछौँ। सबैको साथ र सहयोगले त्यो पूर्णता पाउनेछ त्यो प्रोजेक्टले भन्ने आशा गर्दै यहाँहरू सम्पूर्णलाई फेरि पनि यी चाडपर्वहरूको शुभकामना प्रदान गर्दै म यहाँबाट बिदा हुन चाहन्छु। धन्यवाद राजेन्द्रजी लगायत सम्पूर्ण साथीहरू। हस्, थ्याङ्क यू विदुर खतिवडाजी। अस्टिनले साँच्चै नै राम्रो काम गरेको छ, मन्दिर खडा गरेको छ, विभिन्न गतिविधिहरूमा हामीसँगै जोडेर काम गर्दछौँ। र म अस्टिनबाट यहाँ हाम्रो संस्थापक अध्यक्ष ज्ञेन्द्र केसीज्यू पनि जोडिनु भएको छ, उहाँलाई पनि रेकगनाइज गर्न चाहन्छु। त्यस गरी ज्ञान्सका पास्ट प्रेसिडेन्ट अहिले मन्दिर सञ्चालक समितिमा हुनुहुन्छ देवराज न्यौपानेजी पनि जोइन हुनुभएको छ, उहाँलाई पनि रेकगनाइज गर्न चाहन्छु। थ्याङ्क यू सो मच। अब भन्दै म अब डालासतिर लाग्दैछु। हाम्रो बुद्ध पशुपतिनाथ मन्दिर एनसिएसी का प्रेसिडेन्ट सीता सापकोटा दिदी हुनुहुन्छ। मैले फ्लायर पोस्ट गर्दाखेरि त्यहाँ सोसियल मिडियामा कमेन्ट पनि आएको थियो, यत्रो सारा चाहिँ पुरुषहरूको बिचमा महिला दिदीलाई देखेँ, वी आर सो प्राउड अफ यु भनेर पनि कमेन्ट आएको थियो। हामी पनि एकदम गर्व गर्छौँ दिदीले त्यहाँ हाम्रो मन्दिरमा नेतृत्व गर्दाखेरि। सीता सापकोटा बस यो टर्न दिदी, गो अहेड।
हजुरको म्युट छ दिदी, अनम्युट गर्नु होला। थ्याङ्क यू सो मच। अलायन्स नेपाली कम्युनिटी र को शुभारम्भ गर्नुभएकोमा राजेन्द्रजीलाई धेरै धेरै धन्यवाद। अस्ति पनि अलिकति परिचय त दिइसकेको थियो, तर पनि ठिक छ। अहिले दीपावली तथा छठ पर्वको शुभकामना हजुरहरू सबैमा। हामी प्रवासमा रहेर पनि यसरी एकै ठाउँमा हाम्रो आफ्नो अनुभवहरू साटासाट गर्न पाएकोमा धेरै खुसी लागेको छ र हजुरहरूलाई पनि धेरै धेरै धन्यवाद। विशेष धन्यवाद राजेन्द्रजीलाई। अब हाम्रो हिस्ट्री चाहिँ स्टार्ट त 98मा एनएसटीबाटै सुरु भएको हो र पछि हामीले एनएसटी चाहिँ सामाजिक कार्य गर्ने र सामाजिक व्यस्तता हुने भएकोले एनएसटीबाटै 2007 जुनमा चाहिँ एनएसटीबाटै हामीले एउटा नेपाली कल्चरल एन्ड स्पिरिचुअल सेन्टर खोल्ने भनेर सबै लिडरहरूको कुरा भएर त्यसबाट छुटेको जस्तो हो। तर हामी अहिले साइड बाई साइड एनएसटी र एनसिएससी हामी चाहिँ एउटै का दुईटा अङ्ग हौँ जस्तो भएर काम गरिरहेछौँ र साथै पहिले हामी सानो कोठाबाट अरविङको एउटा घरमाबाट अब अहिले युलिसको आफ्नै जग्गाको 8 एकड जग्गामा 15,000 स्क्वायर फिटको घरमा चाहिँ हामी एनएसटी र एनसिएससी साथै एनएसटीले आफ्नो पाठशालाहरू चलाउनुहुन्छ, सबै गर्नुहुन्छ। अहिले राजेन्द्रजीले भनिहाल्नुहुन्छ। हामी चाहिँ सबै आफ्ना चाडपर्वहरू संस्कृतिहरू जगेर्ना गर्ने चाहिँ कोसिस गरेका छौँ। यसमा सबै सङ्घ संस्थाहरूले साथ दिइरहनु भएको छ र अब हामीलाई चाहिँ मेन अहिले हामी यत्रोजना हुँदाखेरि चाहिँ मलाई के भन्न मन लाग्यो भने हाम्रो यो जुन रीति र तिथिको कुरा छ सबै ठाउँमा भएको छ, तर अब के गर्ने भनेर चाहिँ हामीले यसमा चाहिँ बेसी फोकस हुनुपर्छ कि जस्तो लाग्छ। अब हामी सबैका उद्देश्यहरू एउटै हो, हामी सबैले फेस गरिरहेका छौँ आफ्नो आफ्नो ठाउँमा। त्यसमा र साथै हरिजीसँग हामीले के गरी ग्रान्ट लिने उहाँहरूले लिइसक्नु भएको रहेछ। त्यही अनुसारको राजेन्द्रजी हजुर अहिले हाम्रो एनसिएससीको फन्ड रेजिङ कमिटीको कोअर्डिनेटर पनि हुनुहुन्छ। हजुरले चाहिँ लिएर त्यसमा चाहिँ हामी चाहिँ बेसी फोकस हुने हो कि जस्तो पनि लाग्यो मलाई। सबैका आफ्ना आफ्ना हिस्ट्री सिमिलर नै जस्तो हुँदो रहेछ। प्रवासमा आएर हाम्रो एउटा नेपाली कल्चरल एन्ड स्पिरिचुअल सेन्टर नेपाली समाज भनेर खोल्दा बस्दा जस्तो लाग्यो र साथै सबैले सहयोग गर्नुभएको छ। हामी डालस फोर्टर्समा त हामी 100 भन्दा बेसी संस्था छन्, राजेन्द्रजीले भन्नुहुन्छ होला अहिले। र सबै संस्थासँग मिलेर अब एउटा थलो चाहिँ एनसिएससी नै बिल्डिङ भइरहेको छ। त्यसमा धेरै खुसी लागेको छ र साथै सबैजना नै मिलेर गर्दा नै सबै कुरा हुन्छ जस्तो लाग्छ मलाई पनि। र हजुरहरूलाई फेरि दसैँ र तिहारको शुभकामना दिँदै म आफ्नो यति नै भने। हजुर धन्यवाद। थ्याङ्क यू दिदी। दिदीले प्रकाश पारिसक्नुभयो। वास्तवमा यहाँ टेक्ससमा चाहिँ हामी एनएसटी र एनसिएससी चाहिँ एउटै रथको दुईटा पाङ्ग्रा भएर चाहिँ बसेका छौँ। त्यही भएर पनि अलि रथ अलि छिटो पुर्या हो कि जस्तो अलि हामी स्ट्रङ भएको हो कि जस्तो लाग्छ। हुन त सबै ठाउँ हामीले आफ्नो मोडलमा चाहिँ काम गरिरहेका छौँ। आज यो हाम्रो यो एलायन्स खडा गरेको यही अनुभवको सेयर गरौँ। सबै कुरा ठाउँको राम्रो कुराहरू हामीले सिकौँ। सकेसम्म चाहिँ हाम्रो कमजोरीहरू चाहिँ मिनिमाइज गरौँ र अबको दिन आगामी दिनमा अझ बढी सशक्तताका साथ अगाडि बढौँ भन्ने नै हाम्रो उद्देश्य हो। थ्याङ्क यू सो मच सीता दिदी। अब म हाम्रो अर्को व्यक्तित्व बोलाउँछु। बुद्ध पशुपति फाउन्डेसन एलएका चाहिँ इमिडिएट पास्ट प्रेसिडेन्ट हुनुहुन्छ रामेश्वर भण्डारी। म अलिकति ब्याकग्राउन्ड राख्न चाहन्छु। उहाँले चाहिँ लगभग 2 वर्ष अगाडि एटलिस्ट यो मन्दिरहरूको चाहिँ एउटा चाहिँ यो एक खालको एलायन्स गर्नुपर्छ भनेर 5-7वटा संस्थाको चाहिँ मिटिङ पनि राख्नु भएको रहेछ जुममा। फर्दर कुराहरू त्यो उद्देश्यहरू उहाँबाट पनि सुनिनेछ र अघि दिदीले पनि भनिसक्नुभयो। वास्तवमा धेरै कुराहरू हाम्रो अस्ति मिटिङमा पनि आएको छ। मैले एउटा माइनर रिपोर्ट पनि बनाएको थिएँ। त्यो म अहिले एकछिनपछि मेरो पालो आउँदाखेरि म सेयर गरौँला। हामीले के कुरामा चाहिँ इमिडिएट एक्सन प्लान र फ्युचर एक्सन प्लानमा कसरी काम गर्न सकिन्छ, कसरी जाने भन्ने कुरा पनि एक खालको छलफल गरेका छौँ र आगामी दिनमा हामी सबैजनाले छलफल गरेर नै अगाडि जाने हो। सरसल्लाह गरेर तपाईँ हाम्रै फिडब्याकले अगाडि बढ्ने हो भन्न चाहन्छु। भन्दै म
रामेश्वर भण्डारीजीलाई यो माइक्रोफोन यो टर्न दिन चाहन्छु। रामेश्वरजी, गो हेड। नमस्कार सबैजनालाई। सर्वप्रथम तिहार, मह पूजा र आउँदै गरेको छठ पर्वको हार्दिक मङ्गलमय शुभकामना छ। राजेन्द्रजीलाई धेरै धेरै धन्यवाद। यो सञ्जालको आवश्यकता दुई वर्ष अगाडि नै हामीले महसुस गरेका थियौँ र मैले एक चरणको कुरा उठाएको थिएँ, उहाँले त्यो पनि कोट्याउनु भयो, त्यसको लागि पनि धेरै धेरै धन्यवाद। र त्यसै गरेर हाम्रो यो जुन सञ्जाल बन्दैछ त्यसमा हाम्रो डेलिगेट डाक्टर ह्यारी भण्डारी हुनुहुन्छ, उहाँले पनि यसलाई चाहिँ चासो दिनुभएको छ, यसलाई चाहिँ यो आवश्यकता छ भन्ने महसुस गर्नुभएको छ र मिटिङमा पनि आउनु भएको छ। मलाई पनि म हार्दिक धन्यवाद भन्न चाहन्छु र हार्दिक स्वागत गर्न चाहन्छु। हामीले चाहिँ यसमा रामेश्वरले जुन अग्रणी भूमिका खेल्नु भएको छ यो एकदमै अत्यन्तै आवश्यक कुरा हो। अघि सीता दिदीले भनिसक्नुभयो, हाम्रो चाडबाडहरूको विवाद पनि अहिले यस्तो उत्सर्गमा पुगेको छ। हामीले यहाँ दसैँको टिका कतिखेर हो, कहिले हो, बुधबार हो कि बिहिबार हो, तिहार आज हो कि तिहारको भाइटिकाको तिथि आज हो कि भोलि हो, यस्ता विवादहरू भएको कारणले गर्दा 2023 मा चाहिँ मैले एउटा कन्भर्सेसन स्टार्ट गरेको थिएँ। हामी सेम दाई हुनुहुन्थ्यो त्यो मिटिङमा, सीता दिदी पनि हुनुहुन्थ्यो। एकपटकको या दुईपटकको मिटिङमा हामीले जुममा चाहिँ 5-7वटा मन्दिरको एउटा सञ्जाल बनाएर त्यो कुरा गरेका थियौँ र यसलाई चाहिँ बृहत्तर रूपमा अगाडि बढाएर रामेश्वरले जुन हिसाबले अरू पनि सङ्घ संस्थाहरू जसले चाहिँ आफ्नो एसेट या कम्युनिटीमा एउटा स्टेक या एउटा चाहिँ अलिकति रिलायबिलिटी चाहिँ गेन गरेका सङ्घ संस्थाहरू छन्, उहाँहरूको बिचमा चाहिँ अलायन्स गर्नुपर्छ भनेर जुन अगाडि बढाउनु भएको छ यो अत्यन्तै सराहनीय छ। र हाम्रो मन्दिरको विषयमा भन्नुपर्दाखेरिमा हामी चाहिँ 2010 मा संस्था दर्ता भएर एक किसिमको प्रिलिमिनरी वर्क सुरु भएको थियो र 2010 मा त्यो दर्ता भइसकेपछि फन्डरेजिङहरू भएर हामीले चाहिँ एउटा घर किनेका थियौँ। पहिलाको चर्च थियो, त्यसलाई कन्भर्ट गरेर मन्दिर बनाउनलाई हामीलाई 2018 सम्म लाग्यो। पहिलो कुरो त फन्ड पनि एकैचोटि उठ्दैन, यहाँहरूलाई थाहा छँदैछ, यहाँहरूको अनुभव त्यस्तै छ र प्रेस गरेको अमाउन्टहरू पनि उठाउँदै काम गर्दै र चाहिँ जुन किसिमको पर्मिटको झमेला थियो त्यसलाई पनि हामीले पनि झेलेका हौँ। किन भन्दाखेरि एउटा चर्च थियो, त्यो अबेन्डन थियो र त्यहाँ थुप्रै संरचनाहरू अनुमति नलिकन बनाएका थिए होला नि पहिला। अब हामी गएर त्यसलाई चाहिँ मन्दिरको रूपमा कन्भर्ट गरिसकेपछि हामीले मूर्तिहरू स्थापना गर्ने, भित्रको चाहिँ मोडालिटी नै चेन्ज गर्ने गरेपछि हामीले ती पुराना भइसकेका संरचनाहरू पनि भत्काएर खोतलेर अब हामीले गरेको होइन, तर अब नयाँ कोड अनुसार चाहिँ त्यसलाई लिगलाइज गर्ने क्रममा थुप्रै समयहरू हामीले व्यतीत गऱ्यौँ र हामीले चाहिँ 2018 मा मन्दिरलाई विधिवत रूपमा प्राण प्रतिष्ठा गरेर सुरुवात गरेका थियौँ। हामीले चाहिँ श्री पशुपतिनाथ फाउन्डेसन USA भन्ने हाम्रो एउटा अम्ब्रेला अर्गनाइजेसन हो र त्यसको अन्डरमा हामीले एउटा नेपाली पाठशाला चलाउँछौँ। हरेक सन्डे नेपाली क्लास हुन्छ र त्यससँग सँगसँगै हाम्रो एउटा अहिले श्री पशुपतिनाथ बुद्ध मन्दिर भनेर मन्दिरको एउटा अम्ब्रेला छ र हाम्रो सबै ओभरअल अर्गनाइजेसन र म्यानेजमेन्ट चाहिँ श्री पशुपतिनाथ फाउन्डेसन USA ले गर्छ र त्यससँगसँगै अब हामीले के गर्यौँ भन्दाखेरिमा हाम्रो मन्दिर जुन हिसाबले 2010 मा सोचिएको थियो त्यो आवश्यकताभन्दा अहिले 10-15 वर्षको अवधिमा हाम्रो आवश्यकताहरू चाहिँ धेरै परिवर्तन भए। हाम्रो जनसङ्ख्या पनि बढ्यो, नेपालीहरूको पपुलेसन पनि बढ्यो र हामीलाई जुन स्पेसमा हामीले काम गरिरहेछौँ त्यो स्पेस हाम्रो लागि चाहिँ चाडपर्व मनाउनको लागि पर्याप्त भएन। त्यसले गर्दा हामीले चाहिँ 2023 मा म प्रेसिडेन्ट भएकै बेलामा हामीले एउटा नेपाली कल्चरल सेन्टर NCC या नेपाली कम्युनिटी सेन्टर जे भन्दा पनि हुन्छ त्यो एउटा चाहिँ विधिवत रूपमा अब चलाउनु पर्छ। हामीले यो ठाउँबाट मन्दिरको रूपमा त हामीले पूजा गर्न दर्शन गर्नलाई पुगेको छ, तर जुन मासमा हामीले कार्यक्रम गर्छौँ, तीज मनाउँछौँ, दसैँ मनाउँछौँ, शिवरात्रि मनाउँछौँ, अरू कम्युनिटीका चाहिँ विभिन्न चाडपर्वहरू मनाउँछौँ, त्यो हामीलाई पर्याप्त भएन भनेर हामीले चाहिँ एक्सपान्ड गर्ने हिसाबले एउटा फन्ड रेज इभेन्ट गरेर हामीले 2.2 मिलियनको प्लेज गरेर पैसा उठायौँ र त्यो जग्गा किन्ने प्रक्रियामा छौँ हामी। अहिले चाहिँ बिल्डिङ या जग्गा कति हुन्छ 3-4-5 एकरसम्मको हामीले अलिकति अफोर्ड गर्न सकिने हिसाबले हामी खोज्दैछौँ र हामीले अहिले चाहिँ नेपाली कम्युनिटी सेन्टर, नेपाली कल्चरल सेन्टरको रूपमा मन्दिर प्लस कम्युनिटी सेन्टर जहाँ बिहा व्रतबन्ध भोज भतेर पनि हुन सकोस्, माछा मासु पनि खान पाइयोस्, छुट्टा छुट्टै बिल्डिङको रूपमा मन्दिरको एउटा ब्लक गराउने र त्यसमा साथै पार्किङ सेयर गर्ने र कम्युनिटी सेन्टर अरू एक्टिभिटिजहरू पार्टी गर्ने हलदेखि लिएर एभ्रिथिङ पनि सँगै राख्ने हिसाबले त्यो प्लानिङमा अगाडि बढिरहेछौँ। अहिलेको लागि हाम्रो चाहिँ मुख्य उद्देश्य भनेको त्यही 2023 को प्लेज डोनेसनलाई कलेक्सन गर्ने र हाम्रो चाहिँ प्रोपर्टी खरिद गर्ने, हामी त्यो उद्देश्यमा लागिरहेछौँ।
अघि कतिपय फन्डको कुरा भयो, हामीले चाहिँ अहिलेसम्म कुनै पनि काउन्टीको गभर्मेन्टको कहीँको पनि फन्ड पाएका छैनौँ। र लास्ट इयर हामीले चाहिँ सेक्युरिटी ग्रान्ट, हामीसँग एउटा सेक्युरिटी थ्रेड जस्तो पनि थियो, चोरी भयो 3-4 पटकसम्म। हाम्रो चाहिँ डोनेसन बक्स नै लुटेर लैदिए एकपटक 2022 तिर कुरा हो त्यो। त्यो घटनाले गर्दा हामीले चाहिँ ठुल्ठुलो पर्व हुँदाखेरिमा सेक्युरिटी गार्ड राख्ने, किन भन्दा गहना लगाएर गइन्छ, तिजको बेला हुन्छ विशेष गरेर, त्यस्तोमा चोरी होला भनेर त्यस्तो थियो। हामीले चाहिँ जाडोको बेलामा पटक पटक चोरी भयो, अँध्यारो भएपछि हामीले त्यसलाई चाहिँ सेक्युरिटी ग्रान्ट भन्ने पत्ता लगायो। हामीले चाहिँ थुप्रै इन्डियन मन्दिरहरूले त्यो प्राप्त गरेको चाहिँ रेकर्ड पनि फेला पारियो। त्यसले गर्दा हामीले त्यो अप्लाई गरेका थियौँ। अनफर्चुनेटली हामीले पाइएन पैसा चाहिँ, अब के कुराले कम भयो, तर त्यसलाई चाहिँ हामीले एउटा यस्तो ग्रान्ट हुँदो रहेछ जसमा हामीले कर्मचारी हायर गर्न सक्ने, सेक्युरिटी गार्ड हायर गर्न सक्ने, हाम्रो चाहिँ टेम्पलको फेन्सिङहरू गर्न सक्ने, थुप्रै चाहिँ कुरामा हामीले खर्च गर्न पाउँदो रहेछौँ। त्यो एउटा अनुभव छ, यहाँहरूलाई चाहिन्छ भने म त्यो सेयर गर्न सक्छु। हामीले पनि, मैले पनि चाहिँ इन्डियनहरूको एउटा मिटिङमा जाँदाखेरिमा पत्ता लगाएर अनि त्यसपछि हामीले अप्लाई पनि गऱ्यौँ। निकै मेहनत पर्छ, थुप्रै डकुमेन्टहरू बनाउनुपर्छ, थुप्रै प्रपोजलहरू क्रिएट गर्नुपर्छ, ती चाहिँ झन्झटहरू छन्। तर कुनै बेला चाहिँ अब पाइहालियो भने पाइहालियो हुँदो रहेछ, किन भन्दा त्यसले एक्स्ट्रा स्ट्रेन्थ गराउँछ। हाम्रो चाहिँ आफ्नो पैसा खर्च गर्नु परेन, फेन्सिङदेखि लिएर गेटदेखि लिएर हजुरको क्यामेरा राख्नलाई पनि त्यो प्रयोग गर्नु पाइँदो रहेछ, इन्क्लुडिङ सेक्युरिटी गार्ड हायर गरेर राख्ने, कर्मचारीकै रूपमा पनि राख्न पाउने, त्यस्तो खालको प्रावधान हुँदो रहेछ। त्यति छ हामीले अहिले गरेको प्रयासहरू। हामीले अरू पनि सबै कुराहरू जे प्रयास गरेका छौँ अहिलेसम्म हाम्रो सबै डोनरहरूकै चाहिँ पैसाबाट भइरहेछ। अरू चाहिँ थुप्रै एभेन्युजहरू छन्, तर अहिलेसम्म हामीले कुनै पनि हात पार्न सकेका छैनौँ। र यति भन्दै मैले अहिले सबै कुराहरू कभर गरेँ जस्तो लाग्छ हाम्रो मन्दिरको विषयमा। केही कुराहरू भयो भने म पछि आफ्नो पालोमा फेरि थप गरौँला। र नेपाली पाठशाला म थोरै थप्न चाहन्छु। हामीसँग अहिले झन्डै 100 जना विद्यार्थीहरूले पढ्नुहुन्छ। हरेक सन्डे हाम्रो क्लास हुन्छ। हामीले चाहिँ सङ्गीतको क्लास पनि राखेका छौँ, डान्सको क्लास पनि राखेका छौँ। त्यसै सँगसँगै अब कुनै बेला समरमा हामीले म्याथको ट्युटरिङ क्लास पनि राख्यौँ। त्यसको विषयमा पनि सोच भइरहेछ, तर अझै पनि हामीसँग के छ भन्दाखेरिमा स्पेसको अभाव छ। हामीसँग क्लासरुमहरू चाहिँ अपुग छन्। त्यसलाई हामी बढाउनलाई हाम्रो चाहिँ ध्यान जति अहिले चाहिँ के छ भन्दाखेरिमा कसरी हामी अब अर्को प्रपर्टी पर्चेस गरेर अर्को ठाउँमा मुभ गर्न सक्छौँ र हाम्रो कम्युनिटीको चाहिँ आवश्यकतालाई पुरा गर्न सक्छौँ भन्नेतिर हाम्रो ध्यान केन्द्रित छ। अघि भएको जुन कन्भर्सेसन थियो, हामीले योभन्दा अगाडि 2023 तिरै हामीले यो 2-4वटा मिटिङ पनि गरेका थियौँ यो अलायन्सको लागि। त्यो विषयमा चाहिँ विशेष गरेर त्यतिखेर मेरो दिमागमा आएको केही कुराहरू मैले नोट पनि गरेका थिएँ। त्यो भयो भने म पछि सेयर गरौँला, अहिले समय लिन चाहिनँ। अरू थुप्रै साथीहरूले आफ्नो कुराहरू राख्ने हुनेछ। यति भन्दै मेरो बाँकी समय अरू साथीहरूको लागि दिन चाहन्छु। धन्यवाद राजेन्द्र सर। थ्याङ्क यू रामेश्वर सर। रामेश्वर सरले एउटा महत्त्वपूर्ण एउटा सेक्युरिटी ग्रान्टको कुरा गर्नु भएको छ। वास्तवमा यो फेडरल ग्रान्ट होला जस्तो मलाई लाग्छ। यो हामी कमिङ डेमा हाम्रो यो संस्थाको कम्प्लायन्स र ग्रान्ट राइटिङको चाहिँ हामीले छुट्टै प्रोग्रामै गर्ने भनेर एजेन्डामा राखेका छौँ। अस्तिको लास्ट मिटिङबाट हामीले यो कुरालाई पनि लिस्टिङ गरेका छौँ। त्यसमा चाहिँ हामीले सँगै काम गर्नुपर्ने हुन्छ। रामेश्वर सर, थ्याङ्क यू सो मच तपाईँको अनुभव सेयरको लागि। हाम्रो एलएबाट हुनुहुन्थ्यो रामेश्वर भण्डारी, बुद्ध पशुपतिनाथ फाउन्डेसनका चाहिँ इमिडिएट पास्ट प्रेसिडेन्ट। अब म जान चाहेँ, हाम्रो प्रज्वल सर हुनुहुन्छ, हाम्रो NECC-बाट, जर्मन टाउन मेरील्यान्ड। लास्ट मिटिङमा आउनुभएको थियो, आज अलिक बिजी हुनुभयो जस्तो छ, उहाँ भ्याउनु भएन जस्तो छ, मैले उहाँलाई देखिनँ। र अब म जान चाहन्छु राजु थापा, प्रेसिडेन्ट नेपाली कल्चरल सेन्टर एटलान्टा जर्जिया। राजु सर, यो टर्न। हजुर, नमस्ते सबैजनालाई है। म राजु थापा, नेपाली कल्चर सेन्टर अफ एटलान्टा जर्जियाबाट। म सर्वप्रथम त हजुरहरू सबै विभिन्न स्टेटबाट जोइन हुनुभएका कल्चर सेन्टरका अध्यक्षहरू लगायत हजुरहरूको फ्यामिली र नेपालीहरू सबैलाई चाहिँ मेरो फ्यामिली र हामी नेपाली कल्चर सेन्टर जर्जियाबाट चाहिँ दीपावली, छठ पर्व र महपूजाको सबैलाई शुभकामना र हर्ष उमङ्गका साथ तपाईँहरूको दीपावली रहोस्। यति भन्दै म अब हाम्रो नेपाली कल्चर सेन्टर इन एटलान्टाको बारेमा भन्नु पर्दाखेरि चाहिँ हामीले 2015बाट चाहिँ नेपाली कल्चर सेन्टर खोल्ने भनेर सुरु गरेका हौँ र कल्चर सेन्टर चाहिँ हामीले बनाउनको लागि 2023 को नोभेम्बरमा
सप्ताह लगायौँ र सप्ताहबाट 1.2 मिलियन हामीले कलेक्ट गर्न डोनेसन कलेक्ट गर्न सफल भएर अहिले 1,50,000 को एउटा प्रपर्टी 2.5 एकर जग्गा र त्यसमा चाहिँ 8,000 स्क्वायर फुटको बिल्डिङ अफिस बिल्डिङ सहितको वेयर हाउस भएको बिल्डिङ चाहिँ लिएर हामीले चाहिँ त्यहाँ चाहिँ अहिले रेनोभेसनको कामहरू सुरु भइरहेको छ। सर्टिफिकेट चाहिँ आइसकेको छैन, तर सर्टिफिकेट नआए पनि एज अ नन प्रफिट अर्गनाइजेसन कमर्सियल प्रपर्टी लिएको हुनाले त्यहाँ चाहिँ प्रोग्रामहरू सञ्चालन गर्नलाई काउन्टीले चाहिँ नो प्रब्लम, यु गाइज हेभ नो इस्यु, यु गाइज अन्डर प्रोसेस भनेर दिएको हुनाले हामीले चाहिँ त्यहाँ तीजको पूजा, जनै पूर्णिमा, अस्ति हामीले क्यान्डल लाइट भाइजल गऱ्यौँ अनि र अस्ति भैलो पनि गऱ्यौँ र त्यसैमा हामीले नेपाली स्कुल एभ्री सन्डे चाहिँ सन्डे 2 घन्टा नेपाली स्कुलमा चाहिँ नेपाली डान्सहरू पनि सिकाउने गरेर 2 घन्टाको सन्डे स्कुल पनि चलाइरहेका छौँ, जसमा चाहिँ हामीसँग 60 जना विद्यार्थीहरू हुनुहुन्छ र अहिले रिसेन्टली यो सेसनबाट हामीले चाहिँ अगस्तबाट चाहिँ अर्को नेपाली स्कुल यहीँ एटलान्टाबाट अलिकति माथिपट्टि अर्को सिटी मेरिएटा भन्ने ठाउँ छ, त्यहाँ पनि हामीले अर्को स्कुल पनि सुरु गरेका छौँ जहाँ चाहिँ 25-26 जना विद्यार्थीहरू छन्। त्यसरी सुरु गरिराखेका छौँ र अब हामीले अहिले चाहिँ कमर्सियल बिल्डिङ लिएर कल्चर सेन्टर भनेर सर्टिफाइड हुँदैछौँ। अब रिसेन्टली हाम्रो चाहिँ पार्किङको अलिकति पार्किङ नपुगेको हुनाले पार्किङको कन्स्ट्रक्सन हुँदैछ। पार्किङ बनाइसकेपछि हामीलाई एज अ कल्चर सेन्टर फर युज फर रिलिजियस पर्पज भनेर सर्टिफिकेट आउँछ र त्यसपछि हामीले चाहिँ मन्दिर बनाउनको लागि चाहिँ हामीसँग फन्ड छैन र मन्दिर बनाउँदा कस्तो बनाउने, कसरी बनाउने र कत्रो बनाउने भन्ने कुरामा चाहिँ हाम्रो मिटिङहरू भइरहेको छ बोर्डसँग। अनि अब त्यसको लागि फन्ड चाहिँ कसरी कलेक्सन गर्ने भन्ने कुराहरू भइरहेछ। फेरि अब अर्को सप्ताह लगाउने कि अरू कुनै तरिकाबाट गर्ने कि के गर्ने, कसरी फन्ड चाहिँ जुटाउन सकिन्छ भन्ने कुराहरूमा हाम्रो चाहिँ कुरा भइरहेको छ र हजुरहरूसँग चाहिँ हजुरहरू धेरैले चाहिँ काउन्टीबाट चाहिँ एड लिइराख्नु भएको रहेछ। अब त्यो कुरा चाहिँ मलाई र हाम्रो टिमलाई चाहिँ खास त्यति धेरै नलेज छैन त्यो बारेमा, गभर्मेन्टबाट कसरी चाहिँ काउन्टीबाट अथवा स्टेटबाट कसरी फन्ड कलेक्ट गर्न सकिन्छ एज अ नन प्रफिट अर्गनाइजेसन भन्ने कुरा। त्यसमा चाहिँ हजुरहरूको सहयोग चाहिने हुनसक्छ। म राजेन्द्रजीबाट हजुरहरूको नम्बर लिएर कसले सहयोग गर्न सक्नुहुन्छ उहाँहरूलाई चाहिँ म सम्पर्क गर्न चाहन्छु र होपफुली तपाईँहरूले मलाई सहयोग गर्न सक्नुहुन्छ हाम्रो जर्जियाको लागि। र राजेन्द्रजीले यो जुन अलायन्स फर नेप्लिज भनेर यो कार्यक्रम सुरु गर्नुभयो र यो सबैलाई चाहिँ एकीकृत गर्ने काम गर्नुभएको छ, त्यसको लागि उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु र अन्तिममा दीपावलीको शुभकामना हजुरहरू सबैलाई। थ्याङ्क यू राजु सर। उहाँ एटलान्टा जर्जियाबाट हुनुहुन्थ्यो, उहाँले आफ्नो अनुभवहरू सेयर गर्नुभएको छ। म अलिकति यो लास्ट मिनेटमा हाम्रो अलिकति भएको डिस्कसन भएको कुराहरू म हजुरहरूलाई सेयर गर्न चाहन्छु। हाम्रो 15वटा अर्गनाइजेसनमा हाम्रो गत लास्ट हाम्रो आन्तरिक मिटिङमा चाहिँ 12वटा अर्गनाइजेसनहरू उपस्थित हुनुभएको थियो र हामीले चाहिँ त्यो बेला बेसिक इन्ट्रोडक्सन सहित केही इमिडिएट एक्सन प्लान र फ्युचर एक्सन प्लान भनेर केही पोइन्टहरू चाहिँ हामीले लिस्टिङ गरेका थियौँ। त्यसमा चाहिँ यो संस्थाहरू चाहिँ कोलाबोरेसन गर्ने, त्यसै गरी त्यसको लागि चाहिँ हामीले फर्स्ट डाटा सिस्टम तयार पार्ने, त्यो अनुसार हामीले ग्रुपमा तपाईँहरूलाई चाहिँ त्यो एउटा लिङ्क पनि राखेका छौँ। बेसिक संस्थाको इन्फर्मेसनहरू डाटा सहितको त्यो हजुरहरूले भर दिनुभएकोमा अझ आगामी दिनमा हाम्रो जोइन्ट स्ट्रेन्थ देखाउन चाहिँ सजिलो हुन्थ्यो, एउटा त्यो लेखेका थियौँ भने। त्यसै गरी इमिडिएट कोअपरेटिभ प्लानमा चाहिँ सबै नेपाली अर्गनाइजेसनहरूलाई युनाइट गर्ने, अहिले विशेष गरी चाहिँ प्रोपर्टी ओन्ड जसले चाहिँ समुदायमा एकदमै सूक्ष्म प्रभाव पार्नु भएको छ, स्कुल पाठशाला चढाइरहनु भएको छ, मर्दा पर्दा काम गरिरहनु भएको छ, ती संस्थाहरूलाई चाहिँ जोडेर जाने भन्ने कुरा थियो भने हामीले त्यसै गरी यो एजुकेसन र युथ इन्गेजमेन्ट पनि यसमा विशेष गरिराखेका थियौँ, जसमा चाहिँ नेपाली पाठशालाको चाहिँ हाम्रो भाषा पाठशाला चलिरहेको छ, कहीँ इफेक्टिभ रूपमा छ, कहीँ रिसोर्सेसको कमी छ, त्यसलाई पनि अलि एउटा एकरूपता ल्याउने, त्यो सम्बन्धी कुनै क्वार्टरली त्यो खालको प्रोग्राम पनि गर्ने, कुनै क्वार्टरमा जसमा चाहिँ अब रिसोर्सेस करिकुलमहरू त्यहाँ पढाउनु भएको टिचरहरूलाई, अब त्यहाँ शिक्षकका सञ्चालकहरूलाई चाहिँ पाठशालाका चाहिँ प्रिन्सिपलहरूलाई जोडेर एउटा प्रोग्राम गर्ने भन्ने कुरो रहेको थियो भने। त्यसै गरी हामीले प्रोमोट इन्गेजमेन्ट अफ सेकेन्ड जेनेरेसन नेपाली अमेरिकन डायस्पोरा, जसले हाम्रो यहाँ आएका चाहिँ सेकेन्ड जेनेरेसनको बच्चाहरू, जस्तै टेक्ससमा
हाम्रो पहिलो दोस्रो तेस्रो जेनेरेसन समर क्याम्पमा 2006-07 चाहिँ समर क्याम्पमा एटेन्ड भएका बालबालिकाहरू अहिले 6 डिजिट स्यालेरी खाने फर्चुन 500 कम्पनीमा काम गर्ने भइसक्नु भएको रहेछ। उहाँहरूले अहिले 2-3टा चाहिँ करियर फेयर प्रोग्रामहरू गर्नुभएको थियो हाम्रो साना बच्चाहरूलाई। त्यस्ता चाहिँ हाम्रा यङ जेनेरेसनहरूलाई चाहिँ कसरी प्रमोट गर्न सकिन्छ, कसरी कोलाबोरेट गर्न सकिन्छ, कसरी चाहिँ भोलि लिडरसिपमा चाहिँ मेन स्ट्रिममा लान सकिन्छ भन्ने पनि हामीले एउटा राखेका थियौँ भने त्यसै गरी अर्गनाइजेसनल डेभलपमेन्ट चाहिँ यो अनुभवहरू सेयर गर्ने, एकअर्कासँग चाहिँ हाम्रा चाहिँ अनुभवहरू आदान प्रदान गर्ने थियो भने त्यसै गरी अघि नै मैले भनिसकेका थिएँ फन्ड रेजिङ, ग्रान्ड राइटिङ लोकल स्टेट र फेडरल लेभलमा के गर्न सकिन्छ एउटा यसको लागि छुट्टै प्रोग्रामै संस्थाहरूको कम्प्लायन्स के हो, त्यसमा पनि अब ग्रान्ड राइटिङमा पनि फेडरल लेभलको रिक्वायरमेन्ट के छ, स्टेट लेभलको रिक्वायरमेन्ट के छ, त्यसपछि लोकल ग्रान्डहरू पनि हुनसक्छ, यी कुराहरूमा चाहिँ छलफल गर्ने थियो भने अनि इन्फ्रास्ट्रक्चर र कम्युनिटी बिल्डिङका स्ट्रक्चरहरू सेयरिङ प्रोग्रामहरू कुनै टाइममा हामीले राख्न सक्छौँ भने अनि एटलिस्ट अर्को कुरोहरू जस्तै अर्गनाइजिङ फेस्टिभल र इभेन्ट्सहरू अघि सीताजीले भन्नुभयो कतिपय अवस्थामा तिथिमितिकै कुराहरू पनि अलिकति वाद विवाद भएको जस्तो अलिक सतहमा आएको जस्तो देखाएको छ। त्यसलाई चाहिँ सबै अर्गनाइजेसन मिलेर एउटा एकरूपता बनायो भने त्यस्ता कुराहरूमा पनि हामीले सहजै निकास दिन सक्ने अवस्था रहेको छ भने र अर्को चाहिँ एटलिस्ट वर्षको एउटा चाहिँ एनुअल मिटिङ गर्ने जहाँ चाहिँ कुनै वर्ष अस्टिनमा हो भने अर्को वर्ष क्यालिफोर्निया हुनसक्छ, अर्को वर्ष न्युयोर्क हुनसक्छ, अर्को वर्ष बाल्टिमोर हुनसक्छ अथवा अर्को वर्ष एटलान्टा हुनसक्छ। त्यसले चाहिँ एउटा एक आपसमा नेटवर्कको पनि काम गर्नेको र अनुभव सेयरिङ पनि गर्ने हो भने यसरी हल्का एउटा हामीले लिस्टिङ पनि गरेका थियौँ। अब यसमा अझ फर्दर रूपमा चाहिँ आजका हाम्रा चाहिँ कार्यक्रमका चाहिँ गेस्ट स्पिकर डाक्टर हेरी भण्डारी हुनुहुन्छ, हाम्रो नेपाली चाहिँ समाज नेपाली अमेरिकन मेनस्ट्रिमका चाहिँ हाम्रा चाहिँ ज्वलन्त उदाहरण, हामीले गर्व गर्ने व्यक्तित्व, उहाँबाट पनि धेरै कुरा हामीले चाहिँ आज ग्रहण गर्नेछौँ, सुन्नेछौँ भन्न चाहेँ। भन्दै अब म टर्नको रूपमा चाहिँ उमापति भुषाल हाम्रो चाहिँ क्रिएटिभ नेप्लिज सोसाइटी ह्युस्टनका चाहिँ फाउन्डिङ प्रेसिडेन्ट हुनुहुन्छ। अहिलेको करेन्ट प्रेसिडेन्ट चाहिँ नेपाल जानुभएको कारणले गर्दाखेरि उहाँले पनि ह्युस्टनको नर्थ अफ ह्युस्टनमा चाहिँ ल्यान्ड किनेर गतिविधि गरिरहनु भएको छ। उमापति भुषाल सर, यो टर्न नाउ। नमस्कार राजेन्द्र सर, थ्याङ्क यू। र आजको यो महत्त्वपूर्ण कार्यक्रममा उपस्थित हाम्रो चिफ गेस्ट स्पिकर डाक्टर हेरी भण्डारी लगायत सम्पूर्ण संस्थाका अध्यक्षज्यूहरू, पूर्व अध्यक्षज्यूहरू अथवा संस्थाका प्रतिनिधिज्यूहरूप्रति म क्रिएटिभ नेप्ली सोसाइटी ह्युस्टनको तर्फबाट हार्दिक नमस्कार। र सर्वप्रथम आउँदै गरेको शुभ दीपावली, नेपाल सम्वत अर्थात् महपूजा, छठ लगायतका पर्वहरूको यस पावन अवसरमा यहाँहरू सबैमा हार्दिक मङ्गलमय शुभकामना पनि व्यक्त गर्न चाहन्छु। र यो एउटा महत्त्वपूर्ण इनिसिएसनका लागि सर्वप्रथम म एनएसटीका अध्यक्ष र सामाजिक अभियन्ता राजेन्द्र वाग्लेज्यूलाई हार्दिक आभार व्यक्त गर्न चाहन्छु। र खास गरेर ह्युस्टनमा क्रिएटिभ नेप्लिज सोसाइटी एउटा महत्त्वपूर्ण संस्थाको रूपमा स्थापित भइसकेको छ। त्यसको म फाउन्डिङ प्रेसिडेन्ट हो र म 2 कार्यकाल त्यसको अध्यक्ष भएँ। अहिले चौथो कार्यकालको अध्यक्ष, टेक्निकली 5औं कार्यकालको अध्यक्ष बालकृष्ण बानिया हुनुहुन्छ। उहाँ अहिले आउट अफ कन्ट्री भएको हुनाले मैले संस्थाको तर्फबाट उहाँको अनुमतिले नै प्रतिनिधित्व गरिरहेको छु। र विशेष गरेर ह्युस्टनको सबैभन्दा पुरानो संस्था नेप्लिज एसोसिएसन अफ ह्युस्टन जसको अध्यक्ष ज्ञानेश्वर श्रेष्ठ हुनुहुन्छ, उहाँ भर्खर बोलिसक्नु भएको छ, लगायतका यहाँ नेप्लिज हेरिटेज युनियन, गुल्मी समाज लगायतका अरू विभिन्न विषयक सङ्घ संस्थाहरू त हुने नै भए, हामी विशेषतः फुल फेजको कम्युनिटी सर्भिसका लागि हामी 2टा संस्थाहरू, नेप्लिज एसोसिएसन अफ ह्युस्टन जुन हामीभन्दा धेरै पुरानो अग्रणी संस्था हो र पछाडि 2014मा स्थापना भएको क्रिएटिभ नेप्लिज सोसाइटी जसको म फाउन्डिङ प्रेसिडेन्ट हो। यसले छोटो समयमा अत्यन्तै
निकै छिटो प्रगति गरेको छ र मैले संक्षिप्तमा संस्थाको एउटा विकास क्रमको बारेमा बताउन चाहन्छु। 2014 मा यसको स्थापना भएको हो र हामीले 2 वर्ष अगाडि संस्थाको आफ्नै ल्यान्ड कम्युनिटी सेन्टरको रूपमा नर्थ ह्युस्टनमा एउटा ल्यान्ड पर्चेज गरेका छौँ। 6 एकड जमिन जुन अलरेडी फेन्स पनि छ त्यसमा कामले लिँदादेखि नै र हामीले त्यसमा डिपिआरहरू बनाएर अब अस्टिन डालस हाम्रै ह्युस्टनसँग पनि नजुक्ने गरी एउटा स्पेसल मन्दिर र अरू कम्युनिटी गतिविधिका लागि चाहिने सम्पूर्ण पूर्वाधारहरू हामीले त्यहाँ निर्माण गर्दैछौँ। र हाम्रो एउटा अचम्मको एउटा अमेजिङ कुरा के छ भने हामीले 28 दिनमा करिब $5 लाख उठाएर हामीले पे अफ गरेर जमिन लिएका छौँ। त्यही भएर कम्युनिटीको एउटा एकता र सक्रिय सहभागिता हामीमा रहेको त्यसले पुष्टि पनि गरेको छ र हामीलाई उत्साही पनि बनाएको छ। र विशेष गरेर यहाँ हामीले हरेकलाई चिन्ने वातावरण एउटा पारिवारिक वातावरण क्रिएट गरेका छौँ र हामीले सम्भव भयो भने एउटा छुट्टै एउटा नेपाली पहिचान सहितको सांस्कृतिक सङ्ग्रहालय बनाउने के भन्ने एउटा योजना पनि छ। त्यो अब हामीले कार्य समिति मार्फत छलफल गरेर निर्णय गर्दै गर्ने कुरा रह्यो र कम्युनिटी सर्भिसमा विशेष गरी ह्युस्टनमा कम्युनिटी सर्भिसबाट कोही पनि वञ्चित हुन नपरोस् भनेर हामीले एउटा नर्थ साइड एउटा साउथ साइडमा हामीले एउटा जसरी एउटा रथको 2टा पाङ्ग्रा भनेर पहिला कुरा चर्चा भइसकेको छ डालसमा, त्यस्तै ह्युस्टनमा पनि हामीले हरेक कुरामा सहकार्य गरेका छौँ र अहिले नेप्लिज एसोसिएसन अफ ह्युस्टनले बृहत एउटा ठुलो एउटा प्रोजेक्ट चलाइरहेको छ। त्यसमा हाम्रो पुरै सपोर्ट छ, सबै लागेका छौँ। त्यसलाई सम्पन्न गरेपछि हामी फेरि नर्थमा गर्नेछौँ। यसरी एकले अर्कालाई कोअपरेट गर्दै संस्था चलाउँदा वास्तवमै नेपाली समुदायले सेवा पाउँदो रहेछ भन्ने कुराको ज्वलन्त उदाहरण अहिले हामीले पेश गर्न सफल भएका छौँ। त्यसको लागि म नेप्लिज एसोसिएसन ह्युस्टनका अहिलेका अध्यक्ष ज्ञानेश्वरजीलाई पनि धेरै धन्यवाद दिन चाहन्छु यो खालको इन्भाइरोमेन्टको लागि। र विशेष गरेर संस्थामा हामीसँग अहिले 500 भन्दा बढी आजीवन सदस्यहरू हुनुहुन्छ, 1000 भन्दा बढी जनरल मेम्बरहरू हुनुहुन्छ र अब हामी कम्युनिटी सेन्टर बनाउने तयारीमा छौँ। सबै कुराहरू अरू सानातिना चाडपर्वहरू त हामी मनाइहाल्छौँ र विशेष गरेर ठुला पर्वहरूको लागि हामी सरसल्लाह गरेर एउटा अपरेसन क्यालेन्डर वार्षिक क्यालेन्डर बनाएर हामीले चाहिँ कार्यक्रमलाई विभाजन गर्छौँ। त्यसैले हाम्रो यो खालको ट्रेडिसन रहेको छ र विशेष गरेर यस प्रकारको कार्यक्रममा जोडिन पाउँदा संस्थाको तर्फबाट 2 कुरा राख्न पाउँदा म विशेषतः राजेन्द्र वाग्ले सरलाई र सम्पूर्ण उपस्थित महानुभावहरूलाई हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु र यसका लागि मलाई प्रतिनिधित्व गर्नको लागि अवसर दिनुभएकोमा संस्थाका अध्यक्षप्रति पनि हार्दिक धन्यवाद ज्ञापन गर्छु र फेरि पनि त्यस्तो खालको केही कुरा मनमा लाग्यो भने बोलौँला र बाँकी सबै म अरू साथीहरूलाई हस्तान्तरण गर्दै मेरो भनाइ गर्छु। धन्यवाद, नमस्कार। थ्याङ्क यू उमापति भुषाल सर। उहाँ चाहिँ नर्थ अफ ह्युस्टनबाट हुनुहुन्थ्यो। उहाँले यो क्रिएटिभ नेप्लिज सोसाइटी सृजनशील नेपाली समाज भनेर गतिविधिहरू गर्दै आउनुभएको छ र अब म चाहिँ गएँ कोलोराडोबाट हाम्रो गङ्गा चौलागाई त्यहाँको वरिष्ठ उपाध्यक्ष हुनुहुन्छ। अध्यक्षज्यू चाहिँ नेपाल जानुभएको हुनाले वरिष्ठ उपाध्यक्षले प्रतिनिधित्व गर्दै हुनुहुन्छ। गङ्गा चौलागाई उहाँहरूले नेपाली घर भनेर चाहिँ त्यहाँ कम्युनिटी सेन्टर चलाइरहनु भएको छ। गङ्गा सर, यो टर्न। हजुर नमस्कार सबैजनालाई। म ड्राइभिङ गरिरहेको छु, अन्यथा नलिनु होला। हजुरहरूले यो नेपाली समाजको लागि अमेरिकामा यति धेरै काम गरेको सुन्दाखेरि आज मलाई गर्वले छाती फुल्यो। तपाईँहरूले धेरै नै काम गर्नुभएको रहेछ र हामी चाहिँ अलिक पछाडि नै छौँ। नेपाली समाजमा हामीले पनि काम गरिरहेको अवस्था हो, तर हामी धेरै नै पछाडि छौँ। त्यसको लागि यो जुन एउटा तपाईँहरूले एउटा एलायन्स गठन गर्ने प्रक्रिया सुरु गर्नुभयो त्यसको लागि राजेन्द्रजी लगायतका साथीहरू सम्पूर्णलाई हार्दिक धन्यवाद भन्न चाहन्छु र हामीसँग उपस्थित हुनुभएका बाल्टिमोरका डेलिगेट ह्यारी भण्डारीले धेरै पहिलादेखि नै नेपाली समाजको लागि धेरै महत्त्वपूर्ण काम गरिराख्नु भएको छ, हामीले देखिरहेका छौँ। र उहाँलाई पनि हामीले सबै क्षेत्रमा उहाँलाई
विजय गरेर हुने कुरामा पनि हामीले धेरै ठुलो भूमिका निर्वाह गरेका थियौँ। यहाँबाट सहयोगहरू उपलब्ध गराउने, सबै साथीहरूलाई एकजुट पारेर सहयोगहरू जुटाउने काममा पनि उहाँलाई हामीले विजय गराएका थियौँ। त्यो हाम्रोमा सबैलाई नेपाली समुदायलाई नै त्यो श्रेय जान्छ र उहाँले त्यसको बापत नेपाली समुदायलाई धेरै राम्रो सहयोग पनि पुर्याइराख्नु भएको छ। त्यसको लागि हार्दिक धन्यवाद भन्न चाहन्छु। र नेपाली घर भन्ने संस्था कोलोराडोमा हामीले 2010मा स्थापना गरेका हौँ र त्यस पछाडि हामीले 2017मा एउटा पुराण लगायौँ। नेपालबाट पण्डित ल्याएर पुराण लगाएपछि करिब 6-7 लाखको प्लेज हामीलाई प्राप्त भएको थियो। त्यसमा करिब हामीले 90% जति हामीले अहिलेसम्म त्यो प्लेज उठाइसकेको अवस्था छ र त्यहीबाट हामीले त्यो 2021मा चाहिँ एउटा चर्च करिब 2.5 एकरको चर्च लियौँ। पुरानो चर्च 1960 को तर अत्यन्तै राम्रो मजबुत, धेरै मजबुत चर्च लिएका थियौँ। त्यसलाई चाहिँ अब सिटीबाट त्यसको जोनिङ चेन्ज गर्नुपर्ने, त्यसको पार्किङ लट बनाउनु पर्ने, सब कुराहरू करिब हामीले गरिरहेकै अवस्था छ र पार्किङ लट हामीले सकेको छ, जोनिङ चेन्ज पनि भइसकेको अवस्था हो। तर मलाई यहीँनिर एउटा हाम्रो रामेश्वर थापाजीले भन्नुभएको कुरा एउटा राम्रो कुरा लाग्यो कि हामीले त्यो सेक्युरिटी ग्रान्ट पाउने अवस्था हुँदो रहेछ सबैतिरबाट। त्यो फेन्स पनि नभएको अहिले अवस्था अलिक अप्ठ्यारो अवस्था भएकोले हामीलाई त्यो ग्रान्ट चाहिँ सम्बन्धमा र त्यो अत्यन्तै राम्रो कुरा पनि थाहा पाइयो। र यो तपाईँहरूले सुरुवात गरेपछि नेपाली समाजले राम्रो बेनिफिट पाउँछ भन्ने कुरामा दुविधा रहेन। तपाईँहरूले साह्रै राम्रो काम सुरुवात गरिदिनु भयो। यो हामीले धेरै पहिलादेखि सोचेको त अब कसरी गर्ने भन्ने कुराको चाहिँ यो गाँठो फुकाउन हामीले सकिरहेको अवस्था थिएन। तर राजेन्द्रजी लगायतका साथीहरूले यो साह्रै महत्त्वपूर्ण काम गरिदिनु भयो। आगामी दिनमा धेरै सङ्घ संस्थाहरू यसमा आबद्ध हुँदै जानेछन् र हामीले धेरै कुराहरू सिक्ने मौका पाउनेछौँ। कोलोराडोमा करिब 15,000 देखि 20,000 नेपाली समुदाय छ भने हामी नेपाली घरले अहिलेसम्म करिब 700 देखि 1,000सम्मको मेम्बरसिप हामीसँग छ। त्यसमा चाहिँ अहिले हामी रिसेन्टली हामीले एउटा विधान पनि संशोधन गरेर चाहिँ एक घर एक परिवारको नारा जस्तो लगाएर हरेक घरबाट 1,000 रुपियाँ लिने र यसलाई चाहिँ मजबुत ढङ्गले अगाडि बढ्ने भन्ने गरेको छ। रिसेन्टली हामीले इन्टरनल त्यसको त्यसलाई चाहिँ एउटा डेकोरेसनहरू गर्ने, आन्तरिक रूपमा त्यसलाई सजावट गर्ने र त्यसमा त्यो पुरानो घर भएकोले गर्दाखेरि एयर कन्डिसन नभए थिएन त्यहाँनिर। त्यसलाई अहिले रिसेन्टली हामीले त्यसमा एयर कन्डिसन पनि राखेर नेपाली पाठशालाका भाइ बहिनीहरूलाई त्यहाँनिर आउने दिनहरूमा पाठशाला त्यहीँ सञ्चालन गर्नको लागि उत्प्रेरित गरेका छौँ र आउने दिनहरूमा त्यहीँबाट पाठशाला पनि नेपाली पाठशाला सञ्चालन हुनेछ भन्ने विश्वास लिएका छौँ। पहिला चाहिँ हामीसँग त्यो एसी नभएकोले गर्दाखेरि भाइ बहिनीहरूले त्यहाँनिर अब समरमा अत्यन्तै गर्मी भएर भाइ बहिनीहरू पढ्न सक्नु भएन र हामीले चर्चमा त्यो पाठशालाहरू सारिएको थियो। र नेपाली समुदायको लागि चाहिँ जुन हिसाबले हामीले यहाँ काम गरिरहेका छौँ मलाई खुसी लाग्यो। सबै सङ्घ संस्थाहरूले चाहिँ अत्यन्तै गम्भीरतापूर्वक, अत्यन्तै मेहनतपूर्वक नेपाली समुदायलाई चाहिँ सबै क्षेत्रमा सहयोग पुर्याइराख्नु भएको रहेछ। त्यसबाट हामीले पनि सिक्ने मौका पाउनेछौँ भन्ने आशा छ र हामी चाहिँ अलिक शिशु अवस्थामै छौँ र तपाईँहरूको धेरै ठुलो सहयोगको अपेक्षा राखेका छौँ। आउने दिनहरूमा तपाईँहरूबाट धेरै सहयोग हुनेछ भन्ने विश्वासका साथ यो तिहारको शुभकामना र नेपाली समुदायमा हुने सबै किसिमका चाडपर्वहरू अहिले हामी छठ लगायतका नेपाल सम्मत सबैको शुभकामना दिन चाहन्छु। हस्त, धन्यवाद। मैले यति नै भने। थ्याङ्क यू गङ्गा चौलागाई सर। उहाँ चाहिँ नेपाली घर कोलोराडोबाट हुनुहुन्थ्यो। आजको यो हाम्रो कार्यक्रममा गत मिटिङमा चाहिँ जोइन हुनुभएको थियो। जस्तै हाम्रो नेन्स क्यालिफोर्नियाबाट प्रितेश कार्की, उहाँ चाहिँ तिहारको टिका लाउन नेपाल जानुभएको हुनाले त्यहाँको टाइम नमिलेर उहाँ चाहिँ जोइन हुन सक्नु भएन। त्यसगरी राजेश भट्ट रिजुड नेपाली सोसाइटीको प्रेसिडेन्ट हुन्थ्यो, उहाँ पनि लास्ट मिटिङमा जोइन हुनुभएको थियो भने त्यसगरी ध्रुव घिमिरे पनि कार्य व्यवस्थाको व्यस्तताको कारणले गर्दा आज आउनु भ्याउनु भएको छैन। उहाँ चाहिँ
यो पशुपतिनाथ एन्ड बुद्ध फाउन्डेसन अफ न्यू इङ्ल्यान्ड म्यासाचुसेट्स बोस्टनबाट हुनुहुन्थ्यो। यसरी हामीले सबै ठाउँबाट चाहिँ यो इस्ट कोस्टदेखि वेस्ट कोस्टसम्म जोड्न चाहिँ प्रयत्न गरेका छौँ र आगामी दिनमा तपाईँहरूकै सरसल्लाहबाट यसलाई कसरी लाने भन्ने कुरा पनि छलफल गरौँला भन्न चाहन्छु। र म यसै गरी अब हामीसँग धेरै वक्ता हुनुहुन्न, कम्युनिटी सेन्टरबाट 2 जना बाँकी हुनुहुन्छ। मैले बोलाएँ टेक्ससबाट हिन्दू कृष्ण प्रणामी हिन्दू मन्दिर टेक्ससबाट हुनुहुन्छ दीपक ढकाल, त्यहाँको अध्यक्ष हुनुहुन्छ। यो हर्ट्समा रहेको छ कृष्ण प्रणामी मन्दिर। म त्यहाँको तर्फबाट चाहिँ शुभकामना राखिदिनु हुन अनुरोध गर्न चाहन्छु। दीपकजी। हजुर सबैजनालाई प्रणाम। हजुरको भिडियो आएन? भिडियो आएको भए अलि राम्रो हुन्थ्यो। होइन, मैले भिडियो यहाँ सेट के भयो, भिडियो त्यति राम्रो आएन क्या। सेटिङमा गएर फेरि जोइन गर्दा पनि देखिएन, के प्रब्लम आयो? ठिक छ गो हेड। सबैजनालाई प्रणाम। मेरो नाम दीपक ढकाल, म श्रीकृष्ण प्रणामी हिन्दू समाज टेक्सस डालासको यो गत 1 वर्षदेखि प्रेसिडेन्ट छु। र हामीले श्रीकृष्ण प्रणामी हिन्दू समाज भन्ने बित्तिकै हामी एउटा अलिकति धार्मिक, सबैजना हामी यहाँ मठ मन्दिरकै छौँ। र सर्वप्रथम राजेन्द्रजीले जुन इनिसिएसन लिएर जुन यो एलायन्स गठन गर्नलाई जुन प्रोसेस चाल्नु भएको छ त्यसको लागि उहाँलाई धेरै धन्यवाद र सम्पूर्ण टिमका मेम्बरहरूलाई पनि धेरै धन्यवाद। र त्यसपछि हामीले जुन अहिले मनाइरहेका छौँ हाम्रो दीपावली, छठ पर्व र नेपाल समाज लगायत सम्पूर्ण यी पर्वको सबैजनालाई शुभकामना। हामी 2009 देखि यहाँ यो हर्ट्समा डालसमा हामीले प्रणामी सम्प्रदायका विविध कार्यक्रमहरू गर्दै आएका छौँ भने दर्ता चाहिँ हामी 2016 मा गरेर अहिले हामी हर्ट्समा एउटा कम्युनिटी सेन्टर हामीसँग छ। त्यहाँबाट हामीले विशेष गरी धार्मिक कुराहरू र सामाजिक कुराहरू गरिरहेका छौँ भने अब केही समयभित्रै त्यो अलिकति सानो र पुरानो बिल्डिङ भएको कारणले हामीले कहिले 3.5 एकड जग्गा युएस सिटीमा किनेका छौँ र त्यो जग्गामा चाहिँ हामी बिस्तारै भवन हस्तान्तरण गरेर त्यहाँबाट हामीले विविध कार्यक्रमहरू गर्ने अपेक्षा राखेका छौँ। र हामीले विशेष गरी यहाँ डालास वरपर विभिन्न सामाजिक कार्यहरू जस्तै वार्षिक रूपमा वर्षको 2 पटक रक्तदान कार्यक्रमहरू, अरू कम्युनिटी भलिन्टियरका कुराहरू, एनएसटीले गर्ने हरेक कार्यक्रममा हाम्रो पार्टिसिपेसन, त्यस्तै एनसिएससीले गर्ने हरेक कुरामा हाम्रो पार्टिसिपेसन भएर हामीले ती कार्यक्रमहरू गर्दै रहेका छौँ भने हामीले अहिले हाम्रो सानो भवन र पर्याप्त पार्किङ नभएको कारणले मासिक रूपमा हामीले जुन मासिक सत्सङ्ग गर्छौँ, भजन कीर्तन गर्छौँ, त्यसै दिन हाम्रा बालबालिकाहरूलाई विविध नेपाली भाषाका कक्षाहरू, विभिन्न समय सापेक्ष कुराहरूको कक्षाहरू पनि सञ्चालन गर्दै आइरहेका छौँ। र हाम्रा भाइ बहिनीहरू, हामी प्रणामी कम्युनिटीका भाइ बहिनीहरूलाई यो एनएसटीले सञ्चालन गरेको आइतबार सञ्चालन गरेको नेपाली पाठशालामा पनि उनीहरू त्यहाँ सहभागी हुने भइरहेका छन् भने हामीले यहाँ वरपर हामी चाहिँ श्रीकृष्ण प्रणामी सम्प्रदायको प्रणामी भनेको चाहिँ प्रणामीहरू हामी अलिकति धार्मिक हिसाबले हिन्दूभित्र भए पनि हाम्रा धार्मिक रीतिरिवाज अलिकति अरू कम्युनिटीभन्दा अलिकति फरक हुन्छ र त्यसको लागि हामीले छुट्टै सेन्टर खोल्नु परेको हो। नभए त हामी पनि नेपाली कम्युनिटीसँग एनसिएससीसँग हाम्रो नेपाली मन्दिर पशुपति मन्दिरसँग हातेमाले गरेर सबै कार्यक्रमहरू गरि नै रहेका छौँ। भन्दै भन्दै यस्ता कार्यक्रमहरू जुन राजेन्द्र वाग्लेजीहरू लगायत सबैले जुन एउटा यो संस्था बनाएर भनौँ नेपाल अमेरिका गरिरहनुभएका सम्पूर्ण हाम्रा धार्मिक सङ्घ संस्थाहरूलाई एकजुट गरी आफ्नो हामीहरूको बिचमा भएका विभिन्न कुराहरू सेयर गरेर र हाम्रो कम्युनिटीलाई अगाडि बढाउनको लागि जुन प्रोसेस चाल्नु भएको छ यो सफलतातिर जाओस् भन्ने शुभकामना समेत दिँदै अन्त्यमा फेरि सम्पूर्ण पार्टिसिपेटहरूलाई हार्दिक प्रणाम गर्न चाहन्छु। हस्त प्रणाम। Thank you. Thank you Deepak sir. कृष्ण प्रणामी हाम्रो डिएफडब्ल्यू हिन्दू टेम्पलको तर्फबाट आफ्ना शुभकामना राखिदिनु भएकोमा, अनुभव साटिदिनु भएकोमा अब म बोलाउन चाहन्छु नेपाली कम्युनिटी सेन्टर भर्जिनिया, नेपाली सामुदायिक केन्द्र भर्जिनिया, जसको अध्यक्ष चाहिँ डाक्टर मदन उप्रेती हुनुहुन्छ। उहाँ चाहिँ नेपालमा हुनुहुन्छ अहिले। उहाँले चाहिँ म भ्याउँदिनँ तर रिप्रेजेन्टेटिभले चाहिँ आउनुहुन्छ भन्नुभएको थियो। अनि त्यसपछि मैले आजै बिहान चाहिँ हाम्रो परशुराम भण्डारी दाईलाई फोन गरेर लौ न मलाई पठाइदिनु पर्यो भनेपछि उहाँले हाम्रो त्यहाँको उपाध्यक्ष हाम्रो महिला नेत्री हुनुहुँदो रहेछ। खुसी लाग्यो
बिना खड्का लामाजी आउनुभएको छ उपाध्यक्ष, उहाँलाई चाहिँ आफ्ना शुभकामना सहित आफ्ना अनुभव राखिदिनुहुन अनुरोध गर्न चाहन्छु। बिनाजी। हजुर धन्यवाद रानुजी। म त अकस्मातै जोडे जस्तो फिल भइरहेछ होइन, तैपनि रानुजी फोन गरेर बोलाउनु भएकोमा धेरै धेरै धन्यवाद। र अघि यहाँले भन्नुभयो जस्तै गरेर हाम्रो अध्यक्षजी चाहिँ अमेरिका बाहिर भएको भएर चाहिँ मैले उहाँको रिप्रेजेन्टेसन र संस्थाको चाहिँ रिप्रेजेन्ट गरेर आएको छु आज। सरी म काममा पनि छु, मेरो काम सक्यो। अब पहिला चाहिँ मेरो व्यक्तिगत परिचय नै दिएँ। मेरो नाम बिना खड्का लामा। म चाहिँ अमेरिका आएको भयो 25 वर्षै भयो। म नेपालमा चाहिँ पेसाले राष्ट्रिय खेलाडी हो र यहाँ चाहिँ पेसाले नर्स, रजिस्टर्ड नर्स छु। र नेपाली अमेरिकन सामुदायिक केन्द्र भर्जिनियामा चाहिँ 2019 देखि एउटा भलिन्टियर तर पदमा बसेर कार्यरत गर्दै आएको छु होइन। म अलिकति अब हामीले मैले सबैजना कुरा सुनेँ। हेरजी नमस्कार, श्यामलाई नमस्ते। यहाँहरू चिनेकोलाई पनि नमस्ते। मैले परिचय चाहिँ व्यक्तिगत रूपमा नपाए पनि नमस्ते सबैजनालाई। हामी सबैको कुरा सुन्दाखेरि हामी सबैको बेसिक त्यही नै हो होइन, उद्देश्य त्यही नै हो। अब लगभग हाम्रो कथा त्यही नै हो। तर भर्जिनियाको नेपाली अमेरिकन सामुदायिक केन्द्रको अलिकति स्टोरी भन्दाखेरि चाहिँ मैले अलिकति केही सेयर गर्न चाहेँ हजुरहरूलाई। भर्जिनियाको हाम्रो न्याक पनि लगभग नयाँ नै हो। 2019 चाहिँ हामीले सप्ताह गरेर नै दिनबन्धु गुरुलाई यहाँ निमन्त्रणा गरेर सप्ताह गरेर एउटा ठुलो चाहिँ समुदायलाई हामीले जोडेर क्यास पैसामा चाहिँ हामीले $2 million उठाएका थियौँ। र त्यो $2 million चाहिँ हामीले बाई 2020 यो चाहिँ सिटीको एकदमै कन्भिनियन्ट लोकेसन मनासिस भन्ने ठाउँ छ, त्यहाँ चाहिँ हामीले $1.7 million चाहिँ एउटा पुरानो चर्चको बिल्डिङ थियो, त्यो चाहिँ हामीले किन्यौँ होइन। र त्यसको अघि श्यामदाले भन्नुभयो जस्तो यो काउन्टी यो लोकल चाहिँ गभर्मेन्टसँग काम गर्नलाई यति गाह्रो हुने रहेछ होइन। त्यसको एक्सपिरियन्स हुँदै र यो काम सुरु गरेर चाहिँ अहिले अब लगभग सकिने बेला आएको छ। 1920 देखि सुरु भएको र यो 1.7 मिलियनको प्रपर्टी चाहिँ यो अहिलेको मार्केट भ्यालु चाहिँ 7 मिलियन भएको छ। हामीले चाहिँ पहिला बाँड थियो, एउटा बाँडलाई डिमोलिज गरेर ब्रान्ड न्यू मन्दिर बन्दैछ र कम्युनिटी सेन्टर बन्दैछ। दुईटै हाम्रो एउटै प्राङ्गणमा छ, 3 एकरको जग्गामा छ। र यति भन्दै गर्दाखेरि चाहिँ सबै संस्थाहरूको जस्तै उद्देश्य राखेर आफ्नो चाहिँ यहाँ भएको नेपाली भाषी सबैजनालाई समेट्ने गरेर आफ्नो एउटा भाषा, कल्चर होइन, ट्रेडिसनदेखि लिएर धर्मदेखि लिएर शिक्षादेखि लिएर सबै कुरालाई हामी जगेर्ना गर्दै र नेक्स्ट जेनेरेसनलाई कसरी चाहिँ हस्तान्तरण गर्ने भन्नेमा चाहिँ हामी पनि जुझारु रूपी लागिरहेका छौँ। त्यो गर्दै जाँदाखेरि चाहिँ विभिन्न थ्रु आउट द इयर विभिन्न कार्यक्रमहरू गर्छौँ। कल्चर कार्यक्रमदेखि लिएर एजुकेसनलदेखि लिएर बच्चाहरूकोदेखि लिएर होइन, अब एल्डरली पिपलदेखि लिएर सबैको चाहिँ बेनिफिट हुने गरेर हामीले कार्यक्रमहरू ल्याएका छौँ। जस्तो अब स्वास्थ्यदेखि लिएर होइन र गर्दै आएका छौँ। अब चाहिँ हाम्रो यो मन्दिर बनिसक्दाखेरि बाई एन्ड अफ डिसेम्बर हाम्रो मन्दिर बनिसक्नुपर्छ हाम्रो हिसाबले। र मन्दिरमा चाहिँ एउटा कम्युनिटी सेन्टरमा चाहिँ 500 जना मान्छे अट्ने चाहिँ एउटा पार्टी हल छ र सँगसँगै 20वटा चाहिँ कोठाहरू, अफिस कोठाहरू पनि छ। र त्यो कोठाहरूको पार्टीहरूको चाहिँ अहिलेदेखि नै एउटा हुन्छ नि प्री बुकहरू आइसकेका छ, रेन्टलहरूको लागि आइसकेका छ होइन। सो हामी नेपाली मात्र होइन कि कम्युनिटीमा यति धेरै मान्छेहरू छौँ कि ठाउँ जति पनि नपुग्ने छ नि त। त्यस कारणले यो एउटा बनाउनु भनेको वी फिल प्राउड। हाम्रो डिएमबी एरियामै हामी कतिवटा अब बाल्टिमोरमा छ, मेरिल्यान्डमा छ होइन। हामी वरिपरि नै 2-3टा मन्दिर बस्छौँ किनभने हामी नेपालीहरू नै धेरै छौँ कि अरू त परै जाओस् है। त्यस कारणले अब र हाम्रो उद्देश्य चाहिँ के पनि हो भने आफू मात्र होइन कि आफूले मात्रै कार्यक्रम गर्ने होइन कि आफ्नो वरपर भएको अरू संस्थाहरूसँग कसरी चाहिँ हामीले
चाहिँ सँगसँगै गएर कार्यक्रम गर्ने, कसरी हामी एकअर्कालाई हातेमालो गर्ने भन्दै हाम्रो त्यो उद्देश्य राखेर हामीले धेरै धेरै कार्यक्रमहरू गर्छौँ। जस्तो उहाँहरूसँग कोअपरेट गरेर हामीले कार्यक्रम गर्छौँ। जस्तै उदाहरणको लागि तपाईँको अब तामाङ सोसाइटीले लोसार गर्नुहुन्छ, हामी उहाँहरूलाई सपोर्ट गर्छौँ होइन। गुरुङ सोसाइटीले आफ्नो कार्यक्रम गर्छौँ, हामी उहाँलाई सपोर्ट गर्छौँ। र यस्तै गरेर त्योदेखि लिएर स्पोर्ट्स कार्यक्रमदेखि लिएर तपाईँको जीवन विज्ञानसम्मको हामीले संस्थाहरूसँग मिलेर काम गर्छौँ। र यति भन्दै गर्दाखेरि चाहिँ हाम्रो न्याकमा चाहिँ अहिले हामीले 22वटा सब कमिटीहरू छन्। हाम्रो स्पोर्ट्सदेखि लिएर सानो केटाकेटीदेखि लिएर हाम्रो थ्रु आउट द इयर कार्यक्रमहरू हुने गर्छ। अब तिज, दसैँ, तिहार यहाँहरूलाई त्यो भन्न नै पर्दैन होइन। र अब कोलाबोरेसन कसरी गर्ने, कसरी अब यो टपिकमा त्यो पनि छ कि अब हामीले कसरी भविष्यमा सँगै काम गर्न सकिएला त भने त्यो चाहिँ गाह्रो काम होइन। अब यो मैले नेगेटिभले भनेको होइन कि कोलाबोरेसन गर्ने, यो संस्थामा काम गर्ने, समाजको लागि काम गर्ने, ग्रुपमा काम गर्ने भनेको नट इजी, तर इट्स पोसिबल। हामी कसरी गर्न सकिन्छ यसलाई राम्रोसँग हामीले चाहिँ ब्रेनस्टर्म गरेर अर्गनाइज गरेर हामीले राम्रोसँग एउटा स्ट्रक्चर बनाएर सिस्टम बनाएर हामी जाने हो भने एकदम राम्रो कार्यक्रम गर्न सकिन्छ। मैले यहाँ मैले आफै अलिकति सोचेर लेखेको पनि त्यही एउटा दुइटा होइन। जस्तो फर इक्जाम्पल हामीले सबै संस्थाहरू मिलेर एउटा जोइन्ट इभेन्ट्सहरू गर्न सकिन्छ। कल्चर इभेन्ट हुन्छ कि स्पोर्ट्स इभेन्ट हुन्छ कि एजुकेसनल इभेन्ट हुन्छ कि त्यसले चाहिँ एउटा सिटीलाई होइन, काउन्टीलाई तपाईँको स्टेटलाई हामीले कनेक्सन गराउन सकिन्छ होइन। र अर्को त्यसै गरी स्रोत र सिपको चाहिँ आदान प्रदान। जस्तो अघि चान्दाले भन्नुभयो मलाई केही थाहा छ म तपाईँलाई सेयर गर्छु भने जस्तो हामीलाई केही थाहा छैन हामी तपाईँलाई सेयर, तपाईँलाई के थाहा छ हामीलाई सेयर गर्नु, कसरी बनाउने, कसरी काउन्टीसँग के गर्ने। हारिजी हुनुहुन्छ यहाँ बिग रिसोर्स होइन। अनि त्यस्तै गरी एक आपसमा चाहिँ हामीले नजाने कुराहरू चाहिँ हामीले एकअर्कालाई चाहिँ दिने होइन, त्यसको लागि एउटा इभेन्टहरू क्रिएट गर्ने होइन, त्यो हामीले गर्न सकिन्छ। र ग्रान्ट कसरी लिने आदि इत्यादि, लोकल अर्गनाइजेसन कसरी काम, काउन्टीसँग कसरी एक्सचेन्ज प्रोग्रामहरू गर्ने, कस्तो छ आइडिया होइन, त्यो कुराहरू हामीले सेयर गर्न सकिन्छ। किनभने यो हामीले भनेको अर्गनाइजेसन भनेको नेपालीको लागि मात्रै चाहिँ हुनु हुँदैन होइन, यो लोकल गभर्मेन्टसँग पनि हामी काम गर्न सकिन्छ। हाम्रो वातावरण हामी बनाउनुपर्छ। त्यसै गरेर मलाई लागेको चाहिँ युवा शक्ति भनेको ठुलो हो, हामी सबैलाई थाहा छ। अब यहाँ त कतिको यङ्गर हुनुहुन्छ होला, तर वी अल 40s एटलिस्ट होइन। भनेपछि त त्यसपछि हामीभन्दा तलको उमेरको, हामीभन्दा यङ उमेरकोहरूलाई हामीले कसरी ल्याउने कि कसरी उनीहरूलाई कसरी चाहिँ हामीले स्वतःफूर्त यो हाम्रो हो भनेर चाहिँ उनीहरूलाई चाहिँ आओस् मनमा भन्ने कुरा हामीले त्यो वातावरण बनाउन सक्छौँ होइन। हामी त्यसलाई ब्रेनस्टर्म गर्न सकिन्छ। र अघि पनि भन्नुभयो एकजना चाहिँ इमर्जेन्सी सहयोगको लागि, इमर्जेन्सी भनेको यहाँ पनि पर्छ, नेपालमा पनि पर्छ, एनी टाइम एनी नेबरहुडमा पर्न सक्छ। अनि त्यसको लागि के गर्ने त, इमर्जेन्सी फन्ड एउटा गर्ने हो कि होइन, इमर्जेन्सी एउटा टिम गर्ने हो कि, सो अन धेरै नै छ होइन। र त्यसपछि आएर वुमेन्सको लागि स्पेसल इभेन्ट के हुन्छ, वुमेन्सको लागि इम्पावरमेन्ट गर्ने खालका कुराहरू के हुन्छन्। अहिले डोमेस्टिक भाइलेन्स कति भइरहेको छ, अहिले मेन्टल हेल्थको कति प्रब्लम छ, वुमेन्स र मेन सबै एभ्री फ्यामिलीमा हामीले एभ्री मन्थ कोही न कोहीले चाहिँ सुसाइड गरिरहेको हुन्छ, हामीले देखेका सुनेको छ वाइ। अनि हामीले त्यसमा धेरै ठुलो कामहरू गर्न सकिन्छ र इफेक्टिभ कामहरू गर्न सकिन्छ त्यस्ता कुराहरूमा होइन। र अर्को एउटा कुरा म के लागेको छ भने यहाँ बसेको नेपाली भाषी हामी परदेशीहरू भनौँ न, यहाँ बसेको परदेशी र परदेशीको बच्चाहरूलाई नेपालमा बसेको हाम्रो फ्यामिलिजहरू र त्यहाँ बसेको बच्चाहरूसँग कसरी कनेक्ट गराउने, कसरी उनीहरूले फिलिङ बढाउने, कसरी हामीले गर्नुपर्छ, हामीले गिभिङ ब्याक टु कम्युनिटी, गिभिङ ब्याक टु आवर मदरल्यान्ड, कसरी त्यो फिलिङ ल्याउने भन्ने कुरा चाहिँ हामीले एकदमै राम्रो प्रोग्रामहरू ल्याउन सकिन्छ। यसमा चाहिँ धेरै कुराहरू गर्न सकिन्छ यसमा होइन। मैले अलिकति अलि हतारमा पनि अब टाइम पनि छैन होला, 5 मिनट छ होइन। यो यति कुराहरूमा धेरै चाहिँ एलाबोरेट गरेर हामीले धेरै कार्यक्रमहरू ल्याउन सकिन्छ र यो एकदम राम्रो सुरुवात हो। तर मलाई चाहिँ पर्सनली थाहा छैन यो 2023मा कुराहरू उठेको भनेर। र जहाँसम्म भाषाको कुरा छ, अब नेपाली स्कुलहरू सबै ठाउँमा छन् होइन। अब जहाँसम्म न्याकको कुरा छ, भर्जिनियामा चाहिँ यो कम्युनिटी सेन्टर बन्ने बित्तिकै हामीले चाहिँ वरपर हुनुभएका नेपाली पाठशालाहरू सबैलाई चाहिँ फ्री अफ चार्ज उहाँहरूलाई चाहिँ नेपाली पाठशाला सञ्चालन गर्नुहोस् भनेर चाहिँ हामी त्यस्तो किसिमको एउटा वातावरण बनाएका छौँ। यो मन्दिर यो कम्युनिटी सेन्टर हुने बित्तिकै उहाँहरूले चाहिँ आफ्नो टाइम मिलाएर अल्टरनेट गरेर चाहिँ नेपाली ल्याङ्ग्वेजको चाहिँ त्यहाँ स्कुल सार्नुहुन्छ, जसबाट चाहिँ सबै समुदायलाई सबै ठाउँमा बस्नेलाई चाहिँ एकदमै बेनिफिट हुन्छ जस्तो लाग्छ होइन।
म अहिले त यति नै भने थ्याङ्क यू सो मच। अनि अब सबैजनालाई गएको दसैँ एकदम झिलिमिली तिहार र नेपाल सम्बन्धको सुरुवात र छठ पर्वको धेरै धेरै शुभकामना छ। थ्याङ्क यू फर ह्याभिङ मी। थ्याङ्क यू बिनाजी, थ्याङ्क यू सो मच। तपाईँ नेपालमा मात्र राष्ट्रिय खेलाडी होइन, यहाँ आएर पनि एक्टिभली काम गरिरहनु भएको रहेछ सोसाइटीमा। उहाँ तपाईँले एक्सटेन्सिभली ब्रिफिङ गरेर कुराहरू राख्नुभयो, सेयर गरिदिनु भएकोमा थ्याङ्क यू सो मच भन्न चाहन्छु। र अब लगभग हाम्रो अर्गनाइजेसनको सङ्घ संस्थाहरू चाहिँ सकिएको छ र म अलिकति एनएसटीको बारेमा मैले राख्न चाहन्छु। म चाहिँ अहिले यो नेपाली समाज टेक्ससमा 2015देखि जब नेपालमा भूकम्प गयो त्यस बेला चाहिँ एनएसटीले लगभग नेपालभन्दा बाहिर नेपालीहरूले पठाएको सहयोगमा मध्ये सबभन्दा धेरै पठाएको थियो। $4 लाख चाहिँ सङ्कलन गरेर त्यसको चाहिँ पीपीपी मोडल गरेको थियो। कुनै संस्थाले यहाँबाट 50,000 लगायो भने 50,000 हाल्नु पर्यो, $1 लाख जान्थ्यो र त्यो नेपालमा भएको संस्थाले $1 लाख हालेर लगभग 4 चौको 16 लाख मतलब झनै 20 करोडको काम भएर 12वटा स्कुलहरू बनाएको थिए। त्यसपछि प्रभावित भएर म निरन्तर लागेको हुँ र म अहिले चाहिँ दोस्रो कार्यकालमा चाहिँ सर्भ गरिरहेको छु नेपाली समाज टेक्ससमा। र नेपाली समाज टेक्ससको स्थापना 1997मा भएको हो। 1997मा सुरुवाती दिनमा चाहिँ चाडपर्व मनाउने उद्देश्यका लागि स्थापित भएको संस्था बिस्तारै टाइम बााउन्ड बढ्दै जाँदाखेरि चाहिँ यसले विभिन्न रूपहरू गेन गर्दै गयो। हामीले चाहिँ अफिस खोल्यो, एनएसटीले नै चाहिँ भाडामा मन्दिर लियो, गुरुहरू ल्याएर चाहिँ एउटा कल्चरल कामको सुरुवात भयो र 2007 सालदेखि नै त्यसरी काम भएको थियो भने 2011 सालमा गएर त्यसलाई चाहिँ विधिवत रूपमा अरबिङमा कम्युनिटी सेन्टर लिएर मन्दिरभित्र राखेर चाहिँ एनएसटी र एनसिएसी ह्यान्ड इन ह्यान्ड गरेर चाहिँ संस्था अगाडि बढेको थियो। यसै बिचमा चाहिँ त्यहाँ चाहिँ नेप्लिज अमेरिकन चेम्बर अफ कमर्स स्थापना गर्यो नेपाली समाज टेक्ससले। मन्दिर मात्र स्थापना गरेन कि त्यहाँ चाहिँ हेल्थ क्याम्पहरू स्थापना गर्यो। अहिले चाहिँ त्यो हेल्थ क्याम्पहरू चाहिँ इन्डिपेन्डेन्टली नेपाली डक्टरहरूले अहिले चाहिँ त्यहाँ हिमालय हेल्थ क्लिनिक भनेर नन प्रफिट क्लिनिकको रूपमा अगाडि बढेको छ। र सँगसँगै अब हामीले 2004देखि निरन्तर रूपमा भाषा पाठशाला चलिरहेको छ। हामीले चाहिँ यो 2 सेमेस्टर, फलमा एउटा सेमेस्टर र स्प्रिङमा एउटा सेमेस्टर गर्छौँ भने समर क्याम्प गर्छौँ। नेपालबाट चिन्तामणि योगी गुरु लाएर 2007 सालदेखि निरन्तर रूपमा चलिरहेको छ। यसपालि पनि 400 जना बच्चाहरूले त्यसमा चाहिँ प्रत्यक्ष रूपमा लाभान्वित भएका थिए। मैले अघि नै पनि सुरुमा एउटा कर्नरमा कुरा राखेका थिएँ। हाम्रा बच्चाहरू जो भाषा पाठशाला सिकेका छन्, समर क्याम्पमा आएका छन्, कल्चरसँग एट्याच भएका छन्, ती बच्चाहरू एकदम भेरी सक्सेसफुल भएको उदाहरण छ। उनीहरू अहिले चाहिँ फर्चुन 500 कम्पनीमा काम गर्ने, 6 डिग्री स्यालेरी खाने, त्यति मात्र होइन अहिले कम्युनिटी सेन्टरमा चाहिँ तपाईँको त्यही बच्चाहरूले आएर भोलिन्टियर गरिरहेका छन् भनेको सेकेन्ड जेनेरेसनको रूपमा उदाइरहेका छन्। अब तिनीहरूलाई चाहिँ अलिकति उनीहरूलाई प्रोत्साहन गरेर प्रमोट गरेर अगाडि लानुपर्ने स्थिति देखिन्छ भने। र अर्को महत्त्वपूर्ण कुरा मर्दा पर्दा हामीले चाहिँ टेक्ससमा डिएफडब्ल्यू एरियामा लगभग हामी चाहिँ मोर देन 100,000 चाहिँ टेक्ससमा छ भनेर अनुमान छ भने त्यसको 70% आई वुड से इन डिएफडब्ल्यू एरिया। हाम्रो अथेन्टिक डेटा त छैन तर डिएफडब्ल्यू एरियामा छौँ र त्यसमा चाहिँ हामीले मर्दा पर्दा लगभग 95% फ्युनेरलहरू चाहिँ हामी नेपाली समाज टेक्ससले चाहिँ हेल्प गरिरहेका छौँ। त्यहाँ उहाँहरूलाई चाहिँ गुरुसँग कोअर्डिनेट गराइदिने, फिनरल गराइदिने, काउन्टीहरूको पर्मिट लिने कुरामा चाहिँ हामी हेल्प गरिरहेका छौँ। अहिले पनि गत 2 कार्यकालमा लगभग 300-350 मान्छेको फिनरल भएको छ। यहाँ हाम्रो विजय भूषाल म रेकगनाइज गर्न चाहन्छु। विजय भूषालजी एनएसटीको माछाजी पनि जोइन भएको छ। मैले इनकेस है भोलि त्यहाँ ब्याकअप चाहियो भने तपाईँ बस्नुपर्छ भनेको थिएँ। र हाम्रो किरणजी पनि हुनुहुन्छ यहाँ प्रवक्ता, हाम्रो टेक्निकल एसिस्टेन्टमा किरण पौडेल र हाम्रो ग्लोबल पाठशालाका चाहिँ विश्वास भूषालले सहयोग गरिरहनु भएको छ भने अर्को भनेको प्यारेन्टल अर्गनाइजेसनको रूपमा हामीले काम गरिरहेका छौँ। यहाँ चाहिँ लगभग 100वटा अर्गनाइजेसन छन् डिएफडब्ल्यूमा, विभिन्न जातिगत समाज। अहिले त यस्तो छ कि अब नेपालीहरू सबै त पूर्वदेखि पश्चिम महाकालीसम्म सम्पूर्ण जात जातिको सङ्गठन छ। यहाँ पूर्वको छुट्टै संस्कृति छ, पश्चिमको छुट्टै संस्कृति छ, सबै कुरा अनुभव गर्नु पाइन्छ। म काठमाडौँमा चाहिँ भक्तपुरमा जन्मेको मान्छे, म धेरै चाहिँ कल्चरमा परिचय छैन। अमेरिका आएर धेरै नेपाली कल्चरहरू अझ सिकिरहेको छु। यो चाहिँ एउटा चाहिँ के भन्नु, एउटा चाहिँ अपर्च्युनिटीको रूपमा पनि हामीले ग्रहण गरिरहेको छौँ भने र अहिले आएर चाहिँ हामीले सेकेन्ड जेनेरेसनलाई चाहिँ अझ बढी प्रमोट गर्नुपर्छ भनेर एनएसटीमा आइसकेपछि चाहिँ मेन स्ट्रिममा इन्भल्भमेन्ट हुनुपर्छ, यहाँको सोसाइटीसँग चाहिँ जोडिनुपर्छ भनेर हामीले चाहिँ यहाँ चाहिँ
काउन्सिलमा स्टेट लेभलमा समेत उम्मेदवारी दिएका थियौँ। हाम्रो टिका दाईले चाहिँ त्यहाँ सिटी काउन्सिलमा जितेर अहिले प्रोटम मेयरको सर्भ गरिरहनु भएको छ भने हामीले मोहन गेवाललाई, दिनेश शर्मालाई स्टेटमा उठाएका थियौँ र अहिले पनि विभिन्न सिटीहरूमा चाहिँ विभिन्न कमिसनर कोर्टहरूमा, कमिटीहरूमा, बोर्डहरूमा बसेर सर्भ गरिरहनु भएको छ साथीहरू। भनेपछि अलिकति सोसाइटीलाई अलिकति त्यो दिशामा पनि काम गरिरहेका छौँ भने अबको दिनमा चाहिँ हामी यहाँ बसेका छौँ, यहाँ बिजनेस गरेका छौँ, यहाँ ट्याक्स डलर तिर्छ भने हाम्रो कम्युनिटी सेन्टरहरूमा, हाम्रो सामुदायिक केन्द्रहरूमा हामीले किन यहाँको चाहिँ बजेटलाई ल्याउने कुरामा चाहिँ काम नगर्ने, यसलाई अलिकति स्ट्रेन्थेन गरौँ, यसलाई अनुभव साटासाटौँ गरौँ भनेर नै आज हामी यहाँ जम्मा भइरहेका छौँ। यति मैले संक्षिप्तमा राख्न चाहेँ। अघि सीतादिले मन्दिरको कुरा धेरै राखिसक्नु भएको छ। 15,000 स्क्वायर फुटमा चाहिँ 8.5 एकरको ल्यान्डमा चाहिँ हामीले त्यहाँ बनाइरहेका छौँ। अब नेपालकै रेप्लिकामा, नेपालकै साइजमा पशुपतिनाथ मन्दिर बनाउने भन्ने हामी अभियानमा छौँ। लगभग $11 मिलियन को कोटा आएको छ। त्यहाँ बुद्ध पशुपतिनाथ मन्दिर बन्दैछ। अब त्यो चाहिँ तयारीमा छौँ र भने अहिले करेन्टली लगभग त्यहाँको मन्दिर चाहिँ पेड अफ भएको स्थिति हो भने अब हामीलाई लगभग 5-6 मिलियन ब्याङ्कले पनि लोन दिनलाई तयार भएको छ र अब हामी चाहिँ अबको दिनमा चाहिँ कसरी अलिकति यसलाई चाहिँ एक केन्द्रीकृत गरेर लाने भन्ने कुरामै हो। बेसिकली हामी नेपाली कम्युनिटीबाटै यो फन्डहरू चाहिँ हामीले उठाएर चाहिँ अगाडि बढेका छौँ। त्यस्तो खासै एनएसटीमा अलिअलि ग्रान्टहरू, थोरै ग्रान्टहरू 1-2 ठाउँबाट आएको छ भने मन्दिरमा खासै त्यस्तो ग्रान्टहरू आएको अवस्था छैन र तथापि कामहरू राम्ररी भइरहेको छ। किनभने सबभन्दा बढी नेपाली बसेको ठाउँको रूपमा दर्ज भएको कारणले गर्दा सेन्ससमा पनि र फिजिकली पनि ह्युज कम्युनिटी सपोर्ट छ र धेरै चुनौती पनि छ। सोसाइटी ठुलो भएपछि कामहरू धेरै हुन्छन्, केसहरू धेरै हुन्छन्। कतिपय अवस्थामा चाहिँ हामीलाई राति नै पनि फोन आउँछ, राति 1 बजे 12 बजे 911लाई फोन गर्दै गर्दा हामीलाई फोन आउँछ र हामी तत्काल त्यसलाई चाहिँ मर्दा पर्दा कोही मान्छे एक्सिडेन्ट भयो, बिरामी भयो भने पनि हामीले सहयोग गरेका छौँ। भने नेपालमा कतिपय अवस्थामा बडीहरू लाने कुरामा पनि सहयोग गरेका छौँ। हाम्रो हेरिजी यहीँ हुनुहुन्छ, हेरिजीले पनि यो कुरामा धेरै काम गर्नुभएको छ। मैले संक्षिप्तमा एनएसटी र हामीले पेरिफेरीमा गरेको गतिविधिहरूलाई मैले यहाँ राखेँ, धेरै मैले व्याख्या गर्न चाहेन, धेरै कुरा आइसकेको छ। अब म यो आजको हाम्रो कार्यक्रमको यो पहिलो औपचारिक कार्यक्रमका गेस्ट स्पिकर हाम्रो चाहिँ नेपाली सोसाइटीको चाहिँ आइकन, हाम्रो चाहिँ एकदम इन्सपिरेसन डाक्टर हेरी भण्डारी यहाँ हुनुहुन्छ। उहाँ चाहिँ मेरील्यान्डमा चाहिँ डेलिगेट्स, हाउस डेलिगेट्सको रूपमा र एएपीआई ककससको चेयरको रूपमा पनि काम गर्नुभएको छ। उहाँलाई चाहिँ म टर्न दिन चाहन्छु। हेरीजी, लेट्स वेलकम इन प्रोग्राम, इट्स योर टर्न। थ्याङ्क यू। तपाईँको नमस्ते, देखिराख्नु भएको छ होला है? देख्नु भएको छ? देखिएको छ। म यो मेरो पावर पोइन्ट देखेछ? देखिएको छ। ओके, देखिएको छ होइन पावर पोइन्ट? हजुर, मजाले आएको छ। हजुर, सर्वप्रथम त हाम्रो राजेन्द्रजी आजले यो इनिसिएसन गर्नुभयो, उहाँलाई अनि सबै साथीहरूलाई एकदमै धन्यवाद। मैले अलिकति केही फर्स्ट 10-15 मिनट्स मिस गरेँ, म बाहिर इभेन्टमा थिएँ, तर धेरै साथीहरूको कुराहरू सुने। तपाईँहरू सबै अध्यक्षज्यूहरू अनि प्रतिनिधिज्यूहरू, साथीहरू अनि अमेरिकाका विभिन्न राज्यबाट तपाईँहरूले जुन प्रतिनिधित्व गरिराख्नु भएको छ, म भित्रैदेखि म एकदम नमन गर्न चाहन्छु। धेरै साथीहरूको कुरा हेर्दाखेरिमा भवन निर्माणका कुराहरू गऱ्यौँ हामीले, हाम्रो कल्चरल कुराहरू पनि हामीले गऱ्यौँ र म एकदमै भित्रैदेखि म तपाईँहरूलाई धन्यवाद दिन चाहन्छु। किनभने त्यो भवन भन्ने कुराले धेरै कुराहरू प्रतिनिधित्व गर्छ आफैमा। सङ्घर्ष कुरा, पसिनाको कुरा, समर्पणका कुराहरू, ती हरेक इँटाले नेपालीहरूलाई एउटा नयाँ रूप दिन्छन् भन्ने मलाई लाग्छ। फर्मभित्र कन्टेन्ट पनि त्यत्तिकै हुन्छ, त्यसलाई एउटा फर्मको रूपमा हामीले बुझ्यौँ भने त्यो कन्टेन्टहरू दिन्छन् है। आज तपाईँहरूसँग म एउटा निर्वाचित अधिकारीको रूपमा भन्दा पनि एउटा नेपालीको रूपमा अलिक बढी बोल्न चाहेँ तपाईँको। र म तपाईँहरू जस्तै धेरै नेपालीहरू जस्तै ओभर अमेरिकाभरि, मेरील्यान्ड राज्यमा मात्र हामी एजियन अमेरिकनहरू 5 लाख छौँ। अमेरिकाभरि हामी 22 मिलियन जति एजियन अमेरिकन्सहरू छौँ।
त्यसमा पनि हामी 5-7 लाख नेपालीहरू छौँ। त्यो सबैजनाको जस्तो एउटा सपना छ, त्यो एउटा सपना बोकेको नेपाली अमेरिकनको रूपमा पनि बोल्दैछु। र सपनाले हामीहरूलाई जोड्छ पनि हैन। र हाम्रो जुन रुट छ तपाईको, त्यो रुटले हामी कहिले पनि रुट बिर्सेनौँ भने हामीले सबै कुराहरू सम्झिन्छौँ। त्यो कारण नै आज जुन नेपालीहरूले डिफ्रेन्ट स्टेट्सहरूमा जुन खालको यति छोटो समयमा तपाईको नेपालीहरूको प्रगति भएको छ, यो वास्तवमै गौरव गर्न लायक प्रगति भएको छ। यद्यपि हामीहरूलाई गभर्नमेन्टहरूबाट त्यत्रो सहयोग छैन। धेरै साथीहरूले भन्नुभयो कि हामीलाई त्यो बाटो पनि कति ठाउँमा हामीलाई थाहा पनि छैन तपाईको। र आज जुन किसिमबाट नेपाली समुदायहरू अगाडि बढेको छ तपाईको, त्यसमा केही च्यालेन्जहरू पनि छ हैन। अब च्यालेन्जको रूपमा भन्दै गर्दाखेरिमा हामीसँग जति धेरै नेपालीहरूको प्रतिनिधित्व छ त्यो अनुसारले हामी एकदमै युनिफाइड भएर अगाडि जानुपर्ने छ। हामीसँग कहिलेकाहीँ भवन छ तर कहिलेकाहीँ मनमा अलिक दूरी पनि पलाएको छ। मैले एकदमै अनेस्टली कुरा गरिरहेको छु तपाईको। र हामीसँग संस्थाहरू छ तर कहिलेकाहीँ हामीसँग सहमति छैन तपाईको हैन। हुन त हामी एकदम लर्निङ फेजमा पनि छौँ। तसर्थ चाहिँ अब हामीहरूले गर्नुपर्ने कुरा के छ भने, मेरो आफ्नो विचारमा कि अबको समय भनेको हामीहरूले कसरी तपाईको नेपालीहरूलाई इम्पावर गर्न सकिन्छ तपाईको बेसिकल्ली। कि जस्तो मेरो आफ्नो अनुभवमा मैले 26 वटा बिल मैले आफैले पास गरेको बिल मेरील्यान्ड राज्यको कानुन बनेको छ। कति बिलहरू त अमेरिकामा पहिलो बनेको छ। म धेरै डिटेलमा जान्न, डेफ एन्ड हार्ड अफ हियरिङ लगायतको बिलहरू। तर यसमा मेरो आफ्नो अनुभव 7 वर्षको संसदमा बसेको अनुभव के भयो भने एकदमै धेरै अपोजिसन पनि आउँछ, धेरै खट्नु पनि पर्छ। एट द एन्ड अफ द डे एउटा कन्सेन्सस आउँछ। आज जुन राजेन्द्रजी लगायतको साथीहरूले जुन यो इनिसिएसन ल्याउनु भयो, मलाई आज त्यो लेभलको कन्सेन्सस आएको छ जस्तो मलाई लाग्छ। कि अब मैले यत्रो धेरै बिलहरू पास गर्दा मलाई जब जुन दिन यो 10 बिल यहाँ स्टेटको कानुन बन्यो, त्यो दिन मलाई धेरै खुसी लाग्यो। एउटा माइल स्टोन जस्तो लाग्यो, कल्चरल इन्क्लुजन जस्तो लाग्यो। र मेरील्यान्डमा एनआरएन लगायतका यहाँका सङ्घ संस्थाहरू साथीहरूसँग सबै मिलेर हामीले जब भाषालाई एमबिएमा मोटर भेहिकल एडमिनिस्ट्रेसनमा राख्न सक्यौँ, त्यो दिन पनि त्यस्तै खुसी लाग्यो। त्यसै गरेर हरेक स्टेटमा साथीहरूले धेरै गर्नुभएको छ। र त्यो हरेक कुरा जब मैले लगभग क्लोज टु $1 मिलियन पहिलोचोटि, कुनै पनि कुरा पहिलो गर्दा एकदमै गाह्रो हुन्छ, त्यो सेक्योर गर्नु पर्यो। सेक्योर गरेँ मैले। त्यो कुरा बिस्तारै भर्जिनिया लगायतको धेरै एरियाहरूमा त्यो विस्तारित भएको छ तपाईको ग्रान्टहरू ल्याउने काम। त्यो पनि एकदमै धेरै खुसी लाग्छ तपाईको। र अझ धेरै चाहिँ मलाई कहाँनिर खुसी लाग्छ भने प्रत्येक वर्ष मैले यो इन्टर्नसिप प्रोग्राम गर्छु। यो वर्ष मात्र क्लोज टु 90 स्टुडेन्ट्सहरूले तपाईको इन्टर्नसिप गरे। त्यो इन्टर्नसिपमा भर्जिनिया लगायतको अनलाइनको नेपाली भाइ बहिनीहरू आउँदाखेरि मलाई एकदमै धेरै खुसी लाग्छ तपाईको। अब त्यस्तै गरेर डेलिगेट स्कलरसिपहरू हुन्छ डिफ्रेन्ट खालको। मैले यो किन कुरा गरिरहेको छु भनेपछि जसरी यिनीहरूको राज्यहरूको मोडालिटी एउटै छ, यो कुराहरू हजुरहरू बस्ने ठाउँमा पनि छ। यो जस्तो हामीले जानेको कुराहरू कसरी सेयर गर्ने तपाईको। र अब यसो मैले विचार गर्दाखेरिमा कोभिडकै बेलामा हेल्प गर्दा पनि जस्तो टेक्ससबाट हामी सबैलाई याद छ खाना तपाईको चाहिँ न्युयोर्क पठायौँ हामीले, बाल्टिमोरबाट लगायतको। हामी एक ठाउँमा दुख्दाखेरि तपाईको कहीँ पनि नेपालीलाई दुख्दाखेरि मलाई लाग्दैन कि तपाईँहरू यहाँ भएको साथीहरूले कसैले पनि एकचोटि होइन मल्टिपल चोटि गो फन्डमा नेपालीहरूलाई मर्दा पर्दा हेल्प गर्नुभएको छ। त्यो गर्नुको पछाडि एउटा मात्र कुरा के हो भने यो नेपालीको माया हो तपाईको हैन। त्यो हाम्रो आइडेन्टिटी हो, त्यो हाम्रो कल्चर हो। तसर्थ चाहिँ तपाईको हामी एकदमै भोलिन्टियर, तपाईँहरूले गर्ने काम 99% भोलिन्टियर काम हो। आफ्नो समय छोडेर, बालबच्चाको समय छोडेर, एकअर्काको सबैको समय छोडेर तपाईँले यो गर्नुभयो भनेको चाहिँ भोलि हाम्रो पपुलेसन, हाम्रो नेपालीहरू संसारमा गर्वका साथ तपाईँको बाँचुन्।
र आफ्नो जन्मेको ठाउँ आफ्नो रुटलाई पनि हेल्प गरून् भन्ने हो। आज म तपाईँहरूलाई एकदमै अनेस्टली भन्नुपर्दा आज संसारभरि नेपाली जाति अत्यन्त हेपिएको जाति पनि परेको छ अनफर्चुनेटली। तपाईँको अब यी कजहरू हामीले खोज्नु पर्नेछ। आज अमेरिकामा हामी नेपालीहरू गरिबीको रेखामुनि परिसकेका छौँ धेरै नै। तपाईँको आज इन्डियन अमेरिकनहरू 8% गरिबीको पवर्टी लाइन मुनि हुँदै गर्दा हामी आज नेपाली अमेरिकनहरू ओभर 40% पवर्टीमा हामी गइसकेका छौँ तपाईँको, होइन। अब आज तपाईँको जो हाम्रो सुदृढ रूपमा तपाईँहरू प्रेसिडेन्टहरू हुनुहुन्छ, हामीसँग अब धेरै ठाउँमा भवनहरू छ अथवा बन्ने क्रममा छ। अब हामीले त्यो लेभलमा वी हेभ टु स्टार्ट थिङ्किङ। तपाईँको अघि बिनाजीले भन्नुभएको थियो एभ्री मन्थ होइन तपाईँको। अब राजेनजीसँग पनि अब डेटै भन्दा त नराम्रो लाग्छ। 400+ नेपालीहरूको मैले प्रत्यक्ष रूपमा एकदमै डेथमा नेपाल बढी पठाउनेदेखि लिएर मैले र तपाईँहरूको सहयोगले हरेक स्टेटको एनआइएनको साथीहरू होस् अथवा तपाईँहरूको सहयोगले गरिरहेको छ। तर मैले एउटा प्याटर्न के देखिरहेको छु भने अगाडि बिनाजीले भने जस्तै कि एकदमै यङ एनर्जेटिक प्रोफेसनल साथीहरू पनि सुसाइड गरिराख्नु भएको छ तपाईँको। अब यसको रुट कज हामीले खोज्नै पर्छ तपाईँको। कि कति साथीहरू त इमिग्रेसनको प्रब्लम होला, डिलेज हुन्छ युएसआइएस प्रोसेसिङमा, भिजाको ब्याकलग छ, एफोर्डेबल लिगल सपोर्ट पनि छैन, सबैजनासँग लयरहरूसँग कनेक्सन पनि हुँदैन, सबैजनाले एफोर्ड पनि गर्न सक्नुहुन्न। कति साथीहरू तपाईँ हामीसँग कुरा गर्दाखेरिमा अस्ति एकजना साथी मलाई भेट्न आउनुभएको थियो। हि वाज क्राइङ। उहाँ चाहिँ विद्यार्थी हुनुहुन्न रहेछ, तँलाई चाहिँ डिपोर्टेसन गर्न प्रोसेसिङ छ, किन नगर्ने भनेर उहाँलाई चिठी आएछ तपाईँको, होइन। सो आई वुड हेभ टु पर्सनली टेल हिम कि तपाईँ नडराउनुहोस्, तपाईँको गल्ती केही पनि छैन भनेर, होइन। आज यस्तो खालको इमिग्रेसनको समस्याहरूमा हाम्रो नेपाली साथी दाजुभाइ दिदीबहिनीहरू एकदम पर्नु भएको छ। त्यसमा ल्याङ्ग्वेज ब्यारियर पनि छ तपाईँको, अनि एक्सेस पनि कम छ, होइन। मेन्टल हेल्थ स्टिग्माको त कुरै नगरौँ कि यस्तो धेरै राइजिङ स्ट्रेस छ, आइसोलेसन छ, जुन कुराले एकदम ट्राजिक लस पनि भइरहेछ तपाईँको, होइन। अब त्यस्तै गरेर बिजनेसहरू हुनुहुन्छ, सँगै साथीहरू मिलेर बिजनेस खोल्नु भएको छ। अब एकअर्काले ल सुट हाल्ने काम पनि एकदमै धेरै बढिरहेछ तपाईँको। बेसिकल्ली म आफैले पनि धेरै सुनिरहेको छु। पहिला मिलेर गरे, पछि एकदम झगडा गरे, एकअर्कालाई ल सुट फाइल गर्ने यो काम पनि धेरै बढिरहेछ तपाईँको। कि अब कसरी हामीले लोकल नन प्रफिट अर्गनाइजेसनहरूलाई कसरी इम्प्याक्टफुल बनाउने, तपाईँको कसरी क्यापिटल ल्याउने, मेन्टरसिप कसरी गर्ने, लोकल स्टेट र फेडरलको रिसोर्सेसहरू कसरी ल्याउने त तपाईँको, होइन। त्यसमा चाहिँ त्यो कुरालाई कसरी अगाडि बढ्ने भन्ने कुरा चाहिँ तपाईँहरूसँगै सोल्युसन छ। किनभने जहाँसुकै पनि पोलिटिक्स भन्नुहोस् त्यो लोकल हुन्छ। र आज अमेरिकामा जति छोटो समयमा हामीसँग हजारौंको संख्यामा डाक्टरहरू हुनुहुन्छ, हजारौंको संख्यामा तपाईँहरू जस्तो एन्टरप्रेन्योर साथीहरू हुनुहुन्छ, प्रोफेसरहरू हुनुहुन्छ, हजारौंको संख्यामा नर्सेसहरू हुनुहुन्छ। आज चाहिँ हामी जबरजस्त रूपमा हामी भिजिबल भएका छौँ, देखिने र सुनिने भएका छौँ जुन लेभलमा हाम्रो तपाईँको पपुलेसन छ। अब हामीले सोच्नुपर्ने कुराहरू के छ भने यी सबै कुराहरू कमन छन्। जस्तो टेक्ससमा जुन समस्या छ, म्यासाचुसेट्समा बस्टनमा त्यस्तै समस्या छ, बाल्टिमोरमा त्यस्तै समस्या छ। अब ती समस्याहरूलाई कसरी हामीले चाहिँ नि हेल्प गर्ने त भन्ने कुरामा एउटा हामीले कन्सेन्सस बनाउनै पर्ने छ। अर्को कुरा मुभमेन्ट भइरहेछ। न्युयोर्कको साथीहरू कोभिडको बेलामा टेक्सस जानुभयो, भोलि टेक्ससको साथीहरू बस्टन जानु होला। स्कुलकै कुरा हुनसक्छ कि बस्टनको पब्लिक स्कुल कस्तो छ अथवा न्युयोर्कको पब्लिक स्कुलहरू कस्तो छ, नेपालबाट पनि सोध्नुहुन्छ। यो कुराहरूको लागि हामीले चाहिँ एकदमै अनेस्ट भएर हामीले काम गर्नुपर्ने छ भन्ने मलाई लाग्छ। र यसको लागि चाहिँ सोल्युसन पनि त्यति गाह्रो छैन। राजेनजीसँग अन एन्ड अफ धेरै कुराकानी पनि भयो, धेरै साथीहरूलाई म चिन्छु यहाँभित्र भएको साथीहरू। र यो भन्दै गर्दा तपाईँहरूको कारणले म आज जे छु म नेपालीको कारणले भएको छु। तपाईँहरूको एकदमै जुन सहयोग छ, जुन सद्भाव छ, जुन माया छ, म त भन्ने गर्छु नेपाली हामी सबै 13 दिने दाजुभाइ हो।
जहाँ समस्या परे पनि हामीलाई हाम्रो आफ्नै जस्तो लाग्छ र त्यो हरेक नेपालीले हामीले सहयोग गरेकै छौँ। तपाईँको हरेक नेपालीले कहिलेकाहीँ फेसबुकमा यताउति देखे पनि त्यो नेपालीको मन हुन्छ, हामी अलिक बढी इमोसनल छौँ, एकदम छिटो इमोसनमा आउँछौँ, तर एकछिनपछि हामी फेरि तपाईँको एकदम एकअर्कालाई माया गर्ने कुरामा हामीले कहिल्यै पनि कम गरेका छैनौँ। त्यो भएको कारणले आज जुन यो कोलाबोरेसन भएको छ यसले हाम्रो नेपाली डायस्पोरालाई एकदम स्ट्रेन्थेन गर्नुपर्नेछ, किनभने हामी स्ट्रङ भएनौँ भने, हामी अमेरिकामा बस्ने नेपाली अमेरिकन स्ट्रङ भएनौँ भने नेपाल स्ट्रङ हुँदैन। आज तपाईँले हेर्नुभयो कि साउथ एसियन कन्ट्रिजहरू तपाईँको, म तपाईँलाई एकदम मनमै लागेको कुरा भन्छु, अस्ति हाम्रो राष्ट्रपति डोनाल्ड ट्रम्प जानुभयो मिडल इस्टमा। तपाईँको मैले तपाईँहरूले पनि भाषण सुनिराख्नु भएको थियो होला, नेपाल त एकदम शान्ति क्षेत्र हो, कति पुरानो हो शान्ति क्षेत्रको लागि। तपाईँको त्यहाँ पाकिस्तानको कत्रो ठुलो ग्लोरिफिकेसन भयो, हाम्रो रिप्रेजेन्टेसनको कुरा के गर्ने, त्यो नेपाल भन्ने कहीँ पनि आएन कि तपाईँको, होइन। त्यो कुराहरूले हामी यहाँ बस्दै गर्दा अलिकति त्यो कुराहरूले चोट पुऱ्याउँदो रहेछ। त्यो भएको कारणले हाम्रो रुटलाई बलियो बनाउनको लागि हामी यहाँ बलियो हुनै पर्छ। तसर्थ चाहिँ तपाईँको चाहिँ केस वर्कहरू स्ट्रिमलाइन गरेर हुन्छ, लिगल कुराहरू होला अथवा सबै कुराहरू होला, हामीसँग सोल्युसन छ। त्यो भएको कारणले अब हामीले नेपाली साथीहरू जसलाई लिगल हेल्प चाहिएको छ त्यो अनुसारले उहाँलाई त्यहीँ गएर मिट गर्नु पर्यो, होइन। जसले एट्रोनिजहरू एफोर्ड गर्न सक्नुहुन्न उहाँहरूलाई पनि त्यो खालको हामीहरू एक कटिबद्ध भयौँ भने हामीले प्रो बोनो पनि राम्रै एक्सपर्ट लयरहरू पनि एक दुईवटा हामी एलायन्सेस गऱ्यो भने हामीले हायर गर्न सक्छौँ। कुनै एकजना नेपाली भर्खर आएको छ, उसलाई न्युयोर्क जाने बाटो पनि थाहा छैन, कहीँ पनि थाहा छैन, उसँग $200 तिर्ने कुरा त गर्नुहोस्, कसरी जाने भन्ने पनि थाहा छैन। कति साथीहरू त्यो खालको समस्यामा पर्नु भएको छ र तपाईँको अलिकति हामी कम्युनिटीमा इङ्गेज पनि हुनु पर्यो, टाउन हल गरौँ, बुक क्लबहरू गरौँ, युथ लिडरसिप प्रोग्राम अघि राजेन्द्रजीले भने जस्तै त्यो गरौँ, र मेन्टल हेल्थलाई कल्चरल यो बढी सेन्सिटिभ कुरा छ, हामीले भन्न डराउँछौँ। तपाईँको धेरै साथीहरू कति अब मैले भन्न पनि मिल्दैन कि तपाईँको कस्तो पिएचडी गर्दै गरेको राम्रो जब भएको साथीहरू मेन्टल हेल्थको कारणले बित्नु भएको छ, तर मै चुप तै चुप जस्तो हामी बाहिर ल्याउन पनि चाहन्नौँ, त्यो पनि खालको स्टिग्मा छ। त्यो भएको कारणले म अन्तिममा के भन्छु भने तपाईँको जुन आज मलाई एकदम खुसी पनि लागेको छ कि हामी एकजुट भयौँ भने अमेरिकामा बस्ने यति नै अहिले जति साथीहरू यहाँ हुनुहुन्छ तपाईँको कति धेरै साथीहरू जोडिन भ्याउनु भएको छैन, होइन। हामी यति नै यहाँ भएको साथी मात्र पनि तपाईँको चाहिँ नि एकजुट भयौँ भने हाम्रो किरणजी म देखिरहेको छु, हाम्रो विदुरजी, विजय भूषाल, हाम्रो जेनरल सेक्रेटरी एनएसटीको बिनाजी, देवराजी, तपाईँहरूको दिपकजी, गङ्गाजी, डाक्टर श्यामदाई हुनुहुन्थ्यो, ज्ञानेन्द्रजी, ज्ञानेश्वरजी, राजेनजी, सीताजी, उमाजी, तपाईँहरू त एकदमै प्रतिनिधि पात्र मात्र हो। म अन्तिममा तपाईँहरूलाई म एउटा के एस्योर गर्छु भने एटलिस्ट तपाईँको मसँग स्टाफहरू छन्। तपाईँको हजुरहरूले भन्नु पर्यो कि यहाँनिर हामीलाई यो चाहियो, यो के हुनसक्छ, इमिग्रेसनको केस होला, तपाईँहरूको सिटीमा तपाईँहरूको स्टेटमा जेसुकै समस्या पर्यो भने नि प्लिज लेट मी नो। तपाईँहरूसँग धेरैसँग मेरो सेलफोन नम्बर छ तपाईँको, किनभने एउटा स्पेसल डिएनए नभइकन तपाईँ हामी यो कम्युनिटी सर्भिस गर्न पनि सक्दैनौँ। यो जुन तपाईँहरू त्यहाँ भुक्तभोगी हुनुभएको छ कि त्यो तपाईँहरूको लिगेसीमा आएको हो, यो कम्युनिटी सर्भिस भन्ने कुरा लिगेसीमा आएको र कसैले भन्ला किन गरिरहेछ, होइन। तपाईँको यो एकदमै सेवैको लागि हामीले गरिरहेको हो। त्यो भएको कारणले मैले एउटा लास्टमा तपाईँहरूसँग सेयर गरेँ, यो तपाईँहरूसँग सेयर गर्नु होला। यो मैले कुनै पनि प्रब्लम अमेरिकाभरिबाट पर्यो भने यो NAFA.US भन्ने छ, त्यो केस वर्क तपाईँहरूले त्यहाँ इमिग्रेसनको यताउति जेसुकै समस्या पर्यो भने पनि म आउ ट्राई माई बेस्ट टु रिजल्भ। र तपाईँहरूसँग केही प्रश्न छ भने पनि पाऊँ, र तपाईँहरू लोकल्ली जबसम्म हामी लोकल्ली भिजिबल हुँदैनौँ तबसम्म केही पनि धेरै काम लाग्दैन। जुन अगाडि राजेनजीले पनि भन्नुभयो, लोकल लेभलमा पार्टीको कुरा, यो पार्टी ऊ पार्टी भन्दा पनि स्कुल राम्रो भयो, हस्पिटल राम्रो भयो भने डेमोक्रेट रिपब्लिकन नो पार्टी सबैलाई ठिक हुन्छ तपाईँको, होइन। त्यो कुरा आफ्नो ठाउँमा छ। म मेरो आफू धेरै लेजिस्लेटिभ एकम्प्लिसमेन्ट कुराहरू गरिनँ, तर अब हाम्रो साथीहरूले जो प्रेसिडेन्ट साथीहरू हुनुहुन्छ
उहाँहरूले अब त्यो फोरमहरू बनाउने क्रममा चाहिँ जस्तो हाम्रो नेपालीहरूलाई चाहिँ त्यहाँको प्यारेन्ट्स टिचर एसोसिएसनहरूमा पनि राख्नु पर्यो, लोकल कम्युनिटी अर्गनाइजेसनहरूमा पनि राख्नु पर्यो, लोकल बोर्डमा पनि राख्नु पर्यो कि एउटा लिडरसँग फोटो खिचाएर म पनि अर्को लिडर मात्र भएँ भनेर हुँदैन। तपाईँको जबसम्म हाम्रा मान्छेहरू हामीहरू नै तपाईँको त्यो डिसिजन मेकिङमा पुग्दैनौँ, जब हाम्रो ट्याक्स पेयरै तपाईँहरूले हरेक नेपालीले हरेक स्टेटमा ट्याक्स तिरिरहेछ, स्टेटलाई, काउन्टीलाई, फेडरललाई तिरिरहेछ भनेपछि त्यो ट्याक्सको पैसा हाम्रो कम्युनिटीले किन नपाउने? तपाईँको द्याट्स वाट वी हेभ टु एक्ट। र हरेक स्टेटमा तपाईँहरूलाई पर्यो भने म व्यक्तिगत रूपमा पनि आउन सक्छु र मेरो एउटा यो एज अ चेयर अफ एएपीआई मेरो कर्तव्य पनि हो तपाईँको कि तपाईँको हरेक स्टेटको क्यापिटलमा जब जनवरीमा सेसन चल्छ, धेरै ठाउँमा जनवरीमा सेसन हुन्छ, तपाईँहरू त्यहाँ जानै पर्छ। हाम्रो समुदायको साथीहरू जानै पर्छ। $10 ल्याउनुहोस्, $15 ल्याउनुहोस्, 1 लाख ल्याउनुहोस्, 2 लाख ल्याउनुहोस्। हाम्रो जबसम्म हामी पछाडि पर्यौँ भने राजनजी, उमाजी, बिनाजी, म तपाईँहरूलाई भन्छु कि हाम्रो नेपाली पछाडि पर्यो भने अमेरिका पछाडि पर्छ। त्यो भएकाले हाम्रो सङ्घ संस्थाले गर्ने एडभोकेसी भनेको गभर्मेन्टलाई हेल्प गरे हो, नत्र भने त गभर्मेन्टले हेल्प गर्नुपर्छ नि त। हामीले आज आफ्नो कम्युनिटी सेन्टर गरिरहेछौँ, गभर्मेन्टलाई लेस बर्डन गराइरहेछौँ। यो कुराको लागि हामी कसरी हुन्छ यसलाई अझ व्यापक बनाऊ, एकदमै स्ट्रङ बनाऊ र हरेक ठाउँको त्यो तपाईँको कङ्ग्रेसम्यानको, म जस्तो स्टेटको सांसदहरूको, सेनेटरको, काउन्सिलमेनको त्यो कुराहरूको पनि हामी डेटाहरू राखौँ र यसलाई हामी कसरी जानुपर्छ। एकअर्कालाई माया भनेको धेरै इम्पोर्टेन्ट कुरा हो तपाईँको, होइन? टुक्रिन सजिलो हुन्छ, तपाईँको मिल्न एकदम गाह्रो हुन्छ। हामी धेरै भयो भने मिल्दैनौँ, तपाईँको धेरै मिल्दैनौँ। तपाईँको आज तपाईँले देख्नुहुन्छ जुइस लगायतको ठुलो समुदायहरू त्यत्रो पपुलेसनमा धेरै नभए पनि आज किन पावरफुल भएको छन्? उनीहरूको एकदमै युनिटी, भयङ्कर ठुलो युनिटी छ। म लास्टमा तपाईँलाई के भने नि मैले यहाँ 10 डे सेलिब्रेसन गरेको थिएँ, तपाईँको त्यो पिक्चर पनि तपाईँले यसो हेर्न सक्नुहुन्छ। त्यहाँ चाहिँ वरिष्ठ सेनेटरहरू आउनु भएको थियो है, नेपालको बारेमा धेरै राम्रो भन्नुभएको थियो, होइन? यसै गरेर जब हामीले कार्यक्रमहरू गर्छौँ भन्दा पनि तपाईँको हामीले के गरौँ भने एकदमै टेक्ससमा एनएसटीले कार्यक्रम गर्दै गर्दा तपाईँको त्यहाँको फेडरल कङ्ग्रेसम्यानलाई यस्तो इम्प्रेसन परोस् कि तपाईँको दे आर समबडी भन्ने खालको हामीले इम्प्रेसन पारौँ। जबसम्म हामीले इम्प्रेसन पार्दैनौँ तपाईँको उनले हामीलाई भिजिबल पनि भन्दैन। यति भन्दै थ्याङ्क यू एगेन। मेरो नम्बर पनि हजुरहरूलाई सबैलाई थाहा छ र जुन तपाईँहरूले सहयोग गरिराख्नु भएको छ नेपालीहरूलाई हरेक स्टेटमा दिन रात नभनिकन, त्यसको लागि पनि फेरि म नमन भन्छु। र मैले मेरो आफ्नो किसिमबाट कसरी तपाईँको यो एलायन्सेसलाई स्ट्रङ बनाउन, नेपाल र नेपालीहरूलाई स्ट्रङ बनाउन मैले जसरी हेल्प गर्नुपर्छ, जुन क्यारेक्टरका साथ, जुन कमिटमेन्टका साथ, जुन कन्फिडेन्सका साथ, आइ एम विलिङ टु डु द्याट। एन्ड एगेन थ्याङ्क यू राजनजी। थ्याङ्क यू हेरीजी, थ्याङ्क यू सो मच तपाईँको इन्सपायर वर्डको लागि। अवश्य नै हामी बलियो भयौँ, हाम्रा भोइसहरू चाहिँ हर्ड हुन्छन् भन्ने कुरा हिजै मात्र एउटा उदाहरण थियो। हामीले सिटी अफ फोर्ट वर्थमा चाहिँ त्यहाँ देब्रा पिपुलको क्याम्पेन गरेका थियौँ। उनी त्यहाँ काउन्सिल वुमेन भइन् र हिजो सिटी अफ फोर्ट वर्थले चाहिँ पहिलोपटक नेपाली समुदायलाई लक्षित गरेर तिहार भाइटिका भनेर त्यहाँ चाहिँ काउन्सिल चेम्बरमा चाहिँ गडगडा 7 ताली पिटेर चाहिँ रेजोल्युसन पास गरेर चाहिँ हामी चाहिँ विश्वको चाहिँ सबैभन्दा अग्लो शिखर सगरमाथाको देशबाट आएको, बुद्ध जन्मेको देशबाट आएको भनेर एकदम स्ट्रेन्थका साथ हामीले सेलिब्रेसन गर्न पाएको थियो। तपाईँहरूले मेरील्यान्डमा गरिरहनु भएको छ। फोर्ट वर्थ पनि लगभग 10th मेगा सिटीमा पर्दछ अमेरिकाको। यो हाम्रो स्ट्रेन्थ हो। हामीले चाहिँ अन्टिल एन्ड अनलेस हामी इन्गेज भएनौँ, हामीले चाहिँ पार्टिसिपेसन भएनौँ भने हाम्रा प्रतिनिधिहरू पनि पठाउन सक्दैनौँ। त्यस कारणले गर्दाखेरि हामीले चाहिँ अब यही सोयलमा तपाईँको चाहिँ हाम्रा प्रतिनिधिहरू पठाउने, हाम्रा सेकेन्ड जेनेरेसनहरूलाई तयार गरेर अगाडि बढेको खण्डमा अवश्य पनि हाम्रा चाहिँ लक्ष्यहरू, अचिभमेन्टहरू, गोलहरू चाहिँ हामी अचिभ गर्न सक्छौँ भन्ने लाग्छ। र भन्दै आजको यस कार्यक्रममा आफ्नो व्यस्त समयका बावजुद पनि समय दिएर आउनुभएकोमा डेलिगेट डाक्टर हेरी भण्डारी, मेरील्यान्ड जनरल त्यहाँको संसदज्यू र त्यसै गरी विभिन्न सङ्घ संस्थाका अध्यक्षज्यूहरू र सँगसँगै अबका दिनमा हामीले यो सञ्जाललाई, यो एलायन्सलाई हामी तपाईँहरूकै सल्लाह अनुसार कसरी अगाडि बढाउने भन्ने कुरा मैले अघि न लास्ट राउन्डमा पनि राखिसकेको छौँ। लास्ट टाइम हामी छलफल भएकोमा अब छिटै नै हामी एउटा मिटिङ बस्छौँ।
मिटिङ बसेर कसरी यसलाई अगाडि लाने, यसलाई संस्थागत रूपमा लाने कि अथवा यसलाई रिप्रेजेन्टेटिभ बेसमा लाने कि हामी विभिन्न स्टेटहरूमा हामी स्टेटकै लिडर छौँ हाम्रो प्रेजेन्सको हिसाबले, किन हाम्रो त्यहाँ कम्युनिटी सेन्टर छ, हाम्रो चाहिँ मन्दिर छ, हाम्रो पाठशाला छ, हामी त्यहाँका लिडर हौँ र लिडर सँगसँगै यसलाई चाहिँ यो सञ्जाललाई पनि कसरी यसलाई औपचारिकता दिने, कसले यसलाई चाहिँ यसको चाहिँ लिगासे राख्ने भन्ने कुरा तपाईँहरू हामीबाट नै छलफल गरेर अगाडि बढ्नेछौँ भन्नको लागि एउटा फ्युचरमा मिटिङ हामी कोर्डिनेसन गर्नेछौँ र एटलिस्ट सम्भावना भएको खण्डमा यो हिउँदको यो विन्टरको अन्तिममा चाहिँ एज अ थ्याङ्क्सगिभिङ विकेन्ड अथवा क्रिसमस विकेन्ड के हुन्छ हामी फिजिकली एउटा मिटिङ पनि गरेर यसलाई चाहिँ अलिकति अगाडि मजबुत बनाएर लैजाउँ र सँगसँगै आजसम्म लगभग 16-17वटा अर्गनाइजेसन हामी जोडिएका छौँ। अर्को 4-5वटा संस्था पनि यो प्रोपर्टी ओन गर्ने खरिद गर्ने पाइपलाइनमा भन्नुभएको हुनाले 20-22वटा संस्था हामी इनिसियली अहिले जोडेका छौँ। अनि यसलाई एउटा प्रारूप बनाएर यसलाई चाहिँ एउटा चाहिँ सङ्घ जस्तो बनाएर लाने हो कि अथवा यसलाई रिप्रेजेन्टेटिभ बेसमै मात्र लाने हो कि अथवा यसलाई चाहिँ पाले पालो सबैले कोर्डिनेसन गर्दै लाने हो, एउटा तपाईँ हामीबाटै छलफल गरेर चाहिँ यसलाई हामी प्रारूप दिन्छौँ। किनभने महत्त्वपूर्ण कुरा छ अहिलेसम्म हाम्रो कम्युनिटी सेन्टरको बारेमा, हाम्रो भाषा पाठशालाको बारेमा, मन्दिरको बारेमा अर्गनाइज रूपमा कुनै पनि संस्थाले चाहिँ त्यस्तो रेज गरेको पनि छैन र त्यस कारणले गर्दा तपाईँ हाम्रो लिडर भनेको तपाईँ हामी आफै हौँ। अब हामीले नगरे कसले गर्ने, तपाईँ हामी नै अर्गनाइज भएर गर्ने हौँ। यो अनुभव आदान प्रदान, अनुभव सेयरिङले नै हामीलाई चाहिँ एकअर्कामा इम्पावर गर्दछ भन्ने मलाई लाग्दछ। भन्दै यो आजको यो कार्यक्रममा विशेष गरी म थ्याङ्क यू भन्न चाहन्छु हाम्रो ग्लोबल नेपाली पाठशालाका भाइस प्रिन्सिपल विश्वास भुषाल, हामीलाई अघिल्लो मिटिङमा पनि देखि नै टेक्निकल सपोर्ट गर्दै आउनुभएको छ, माइनर रिपोर्ट बनाउनेदेखि लिएर जुम क्रिएट गर्नेदेखि लिएर। त्यसै गरी हाम्रो एनएसटीका प्रवक्ता किरण पौडेलज्यू आज उहाँले सहयोग गरिरहनु भएको छ भने हाम्रो ब्याकअपमा विजय भुषाल एनएसटीको महासचिव पनि जोडिनु भएको थियो भन्दै हाम्रो अस्टिनबाट जोडिनुभएका त्यहाँका संस्थापक अध्यक्ष, पूर्व अध्यक्ष, वर्तमान अध्यक्ष लगायत सम्पूर्ण सङ्घ संस्थाका अध्यक्षज्यूहरूलाई एकमुष्ट रूपमा फेरि पनि धन्यवाद व्यक्त गर्दै आजको कार्यक्रम चाहिँ यही समापन भएको घोषणा गर्नु पूर्व यो भर्खरै सकिएको बडा दसैँ र अहिले अनगोइङ दीपावली, तिहार, भाइटिका, छठ र नेपाल सम्बन्ध नुदय भेन्तुनाको यो सम्पूर्ण सञ्जालको तर्फबाट, मेरो व्यक्तिगत तर्फबाट, नेपाली समाजको तर्फबाट यहाँहरू सम्पूर्णमा शुभकामना व्यक्त गर्दै यहाँबाट बिदा हुनु पूर्व यो कार्यक्रम समापन भएको चाहिँ घोषणा गर्न चाहन्छु र यहाँहरूमा थ्याङ्क यू पनि भन्न चाहन्छु। थ्याङ्क यू। ल हुन्छ किरणजी, लाइभ हिन्ट गरौँ त्यसपछि हामी